अब म रेकर्ड गरेँ त। स्लाइड एजेन्डा भन्ने देखिरहेको छ होइन? देखिया छ। ओके, म सुरुमा गएँ। अनि सुशील भाइ, हजुर, ओपनिङमा मैले एउटा 2 शब्द हस् बोलौँ है त। हस्, मैले यो पर्सु नआएको भए पनि हस्। त्यही एगेन यहाँहरू सबैलाई धन्यवाद जोइन गर्नुभएकोमा। मेरो अनुरोध के छ भने हामीले अब पाल्पालाई के गरौँ भनेर सुरु गरेको, पहिला कोभिडको बेलामा अलि के सिग्निफिकेन्ट हेल्प पनि गरियो। तर समहाउ त्यसपछि चाहिँ हामीले अब हेल्प त गरिराखेको छौँ, एकदम सिग्निफिकेन्ट ऊ चाहिँ केही देखिएको छैन। धेरै ठाउँमा हामीले हात राखेको छौँ, पर्सु पनि आइपुगे जस्तो छ। तर के अनुरोध गर्न चाहन्छु भने हामी सबैले विचार गरेर सोचेर कसरी हामी सबै मिलेर, अब काठमाडौँको पनि पाल्पाली सङ्गमको रिप्रेजेन्टेटिभहरू हुनुहुन्छ, हामीले अहिलेको अवस्थामा पाल्पामा कसरी हामीले मोस्ट इफेक्टिभली हेल्प गर्न सकिन्छ भनेर डिस्कसन सोच्नुपर्ने जरुरी भएको छ। त्यसैले म सबैलाई अनुरोध गर्दछु कि यो मनन गर्नुहोला र आफूलाई लागेको आइडियाहरू चाहिँ सेयर गर्नु होला, मेसेजबाट अथवा कल गरेर अथवा कसरी हुन्छ। अब अहिले टाइम भयो भने त यसमै पनि अलि यो प्रेजेन्टेसन सिद्धिएपछि अलिकता डिस्कसन पनि गरिएला। अब टाइम हुन्छ कि हुँदैन थाहा भएन, नभएदेखि अर्को सेसन पनि गर्न सकिन्छ। एटलिस्ट यहाँको आइडिया चाहिँ सेयर गर्नुहोला, मेरो अनुरोध त्यही नै छ। हस्, सुशील भाइ ऊ पर्सु पनि आए जस्तो देखेँ मैले। उहाँको अहिले कनेक्ट भइरहने छुट्टी भइरहेको छ। मैले वाच गरिरहेको तर अहिले फेरि जानुभयो छैन देखाएको ए छ। ठिक छ त, ल हस् कन्टिन्यू गरौँ। मैले उहाँलाई देखिने बित्तिकै म जोइन गरिरहेको छु। हुन्छ, हाम्रो अध्यक्ष धर्माचार्य भने जस्तै हामी सहकार्य सबैको सुझाव सल्लाहमै चल्नेछौँ। त्यसरी नै सबैले दिने सल्लाह दिँदै जानु हुन अनुरोध पनि गर्दछु। म सुरुमा एनुअल अपडेट्समा चाहिँ हाम्रो मेम्बरसिप ड्राइभ, हाम्रो मेम्बरसिपको अवस्था, सदस्यता अवस्था के छ त्यसबारे भन्नेछु। त्यसपछि यो आइटीसँग रिलेटेड हामीले केही एउटा नयाँ सुरुवात गरेका छौँ, केही त्यसबारे जानकारी दिनेछु। अनि फाइनेन्सियल पार्टमा अर्जुन पौडेलजी उहाँले भन्नुभएको हुन्छ, नत्र मैले नै कन्टिन्यू गर्छु। अर्जुनजी उहाँ हजुर तयार हुनुहुन्छ भने जानकारी गराउनु। त्यसपछि हामीले गरेको डोनेसनहरू अनि कम्युनिटीसँग इङ्गेजमेन्ट, त्यसमा चाहिँ हाम्रो टेक्सास च्याप्टरको एक्टिभिटी त्योबारे हामीले अपडेट गर्नेछौँ। सुरुमा म मेम्बरसिप ड्राइभ, हाम्रो सदस्यताको अवस्थाबारे जानकारी दिन चाहन्छु। यो पाल्पालीसँग अमेरिकाको हामीले यो विधान अनुसार सामान्यतया 2 प्रकारको सदस्यता, जुन पेमेन्ट बेस, अन्य सदस्यता बाहेक यो 2टा सदस्यतालाई चाहिँ हामीले रेकर्ड ग्रुपमा यसरी राखेका छौँ, जसमा चाहिँ लाइफ मेम्बरसिप आजीवन सदस्य र अर्को चाहिँ साधारण सदस्य। आजीवन सदस्यको हुनको लागि $100 र साधारण सदस्यको लागि $20 यसरी गरेका छौँ। त्यसमा चाहिँ अहिलेसम्म ओभरअल 81 जना आजीवन सदस्य हुनुहुन्छ भने यो अहिलेको कार्यकाल चलिरहँदा साधारण सदस्य चाहिँ 10 जना गरेर टोटल 91 जना हुनुहुन्छ। त्यो मध्ये हामीले यो आर्थिक वर्ष अथवा यो वर्ष चाहिँ लास्ट इयर जुनदेखि अहिले मे 31 सँग ट्र्याक गर्दा नयाँ चाहिँ 12 जना यो लाइफ मेम्बर, जुन यो 81 भित्रकै 12 जना र 4 जना चाहिँ साधारण सदस्य गरेर 16 जना थप्न सफल भएका छौँ। यो ओभरअल अब एज अ पाल्पाको नम्बर, अमेरिकामा भएको नम्बर हेर्दाखेरि अथवा अरू सदस्यहरूको इन्ट्रेस्ट हेर्दाखेरि यो थोरै देखिन्छ, तर पनि प्रयास जारी नै छ। त्यो मध्ये अब हामीले यो एउटा ग्राफ बनाएका थियौँ, यहाँको डेमोग्राफी, त्यो हेर्दाखेरि सबैभन्दा धेरै टेक्सासमा सदस्यता देखिन्छ। त्यो एक हिसाबले नेपालीहरूको धेरै नै बसोबास भएको, प्लस पाल्पालीहरू पनि त्यहाँ धेरै हुनुभएको, त्यो मेक सेन्स गर्छ। त्यसपछि मेरील्यान्ड र भर्जिनिया, त्यहाँ पनि धेरै देखिनुहुन्छ। त्यसपछि फ्लोरिडा अनि सिकागो, इलिनोइस, यसरी हुनुहुन्छ भने अरू स्टेटहरूबाट एकजना 2 जना यसरी हामी जोडिरहेका छौँ। अब यसमा चाहिँ हाम्रो मेम्बरसिपको प्रयासहरू हामीले गरिरहेका छौँ। जस्तो यो हाम्रो इमेल लिस्टमा पनि हामीले 159 जनालाई पठाएका छौँ। त्यो मध्ये कतिजना मेम्बर हुनु बाँकी हुन्छ उहाँहरूलाई हामीले इमेल पठाउने, त्यसपछि रिक्वेस्ट गर्ने, त्यसरी गरिरहेका छौँ। र यसमा अब हजुरहरूले केही आइडिया छ कसरी ग्रोथ गर्न सकिन्छ भने
पनि दिँदै जानुहोला भन्न चाहन्छु। त्यसपछि हाम्रो इन्फर्मेसन टेक्नोलोजी आइटीमा हामीले हाम्रो अहिले आइटी डाइरेक्टर किरण नेपाल हुनुहुन्छ। त्यसपछि हामीलाई विशेष सहयोग गर्ने हाम्रो मधु नेपाल, उहाँले हाम्रो वेबसाइटमा विशेष सहयोग गरिरहनु भएको छ। यो इन्फर्मेसन टेक्नोलोजीसँग रिलेटेड चाहिँ हामीले एउटा यो सोसियल प्लेटफर्म जस्तो meetpalpali.com भन्ने सुरु गरेका छौँ। यसको उद्देश्य चाहिँ संसारभरि रहेका पालपाली अथवा पाल्पालाई माया गर्नेहरूलाई चाहिँ एउटा कनेक्ट गर्ने थलोको रूपमा विकास गर्न खोजिरहेका छौँ। यो अहिले हामीले रिसेन्टली यो अक्टोबर 13, 2025 मा यो निक्स बिन एलएलसीसँग कोअपरेसन गरेर यो सुरु गरेका छौँ। अब यसमा हाम्रो यो वेबसाइटको यो पार्ट जस्तो देखिन्छ, meetpalpali.com हेर्दा जस्तो यो मेरो प्रोफाइलको यसरी देखिन्छ। यसमा चाहिँ सदस्यहरू जोडिने, सदस्यहरूको त्यहाँ प्रोफाइल हुन्छ। प्रोफाइलमा चाहिँ अब सदस्यले आफ्नो के राख्न चाहनुहुन्छ, आफ्नो परिचय, जन्मस्थान यसरी, अनि आफ्नो प्रोफेसन यसरी त्यहाँ, अनि कन्ट्याक्ट नम्बरहरू त्यहाँबाट हेर्न सकिन्छ। अनि कुनै पालपालीलाई सम्पर्क गर्न सक्यो खोज्नुभयो भने पनि त्यो वेबसाइट मार्फत पनि जान सकिन्छ। तर अहिले हामीलाई केही कमेन्टहरू प्राप्त भएको छ, त्यहाँभित्र हामीले सबै धेरै फिचरहरू राख्न सकिसकेका छैनौँ। अब यसको मेन उद्देश्य भनेको संसारभरि रहेका पालपाली अथवा पालपालाई माया गर्नेहरू चाहिँ एक ठाउँमा कनेक्ट हुने र विभिन्न आफ्नो पर्सनल केही कनेक्ट पनि हुन सक्यो, प्लस पालपालाई सहयोग गर्ने अथवा अमेरिकामै रहेका पालपालीहरूलाई एकअर्कासँग सहयोग गर्ने प्लेटफर्मको रूपमा यसलाई हामीले लिएका छौँ। मधुजीले यसमा केही भन्न चाहनुहुन्छ? भाइ म एउटा थोरै यसमा चाहिँ अर्को के गर्न खोजेको भने, जस्तो संसारभरि रहेका पालपालीहरूको चाहिँ नेटवर्क जस्तो बनाएर हामी अब ट्राभल गरिरहेको हुन्छौँ, कुनै नयाँ देशमा जान सक्छौँ, नयाँ स्टेटमा जान सक्छौँ, नयाँ सिटीमा जान्छौँ। त्यहाँ चाहिँ पाल्पाको मान्छे को छ भनेर यहाँबाट खोज्न, पत्ता लगाउन अनि कनेक्ट हुन सजिलो होस् भन्ने पनि अर्को एउटा उद्देश्य हो। हुन्छ, बस त्यति नै थपेँ मैले आज। थ्याङ्क यू। धर्मदायले के भन्नु? मैले पनि त्यही भने, यो खालि यहीँ अमेरिका उसको पालपाली सङ्गमको मेम्बर मात्रै लिमिटेड होइन कि यो संसारभरिको सबै पालपालीको कनेक्ट गर्ने एउटा प्लेटफर्म हो। त्यसैले सबै जस्तो अब अहिले काठमाडौँबाट आउनुभयो उहाँहरूले पनि उहाँहरूको पालपाली सङ्गमको मिटिङमा पनि यस्तो छ है, यो खालि जोइन गर्न एकदम सजिलो छ। meetpalpali.com गएर आफ्नो इमेल एड्रेस र एकाउन्ट खोलेपछि जोइन गर्न मिलिहाल्छ। त्यसपछि चाहिँ अब को अरू मेम्बर छ के छ भनेर कनेक्ट गर्न मिल्ने हुन्छ। त्यसैले सबैले त्यो चाहिँ के मेम्बर बनेर यसको चाहिँ के प्रचार गरिदिनु होला भन्न चाहन्छु म चाहिँ। त्यति हो भाइ। अनि त्यसपछि हाम्रो यो पालपाली सङ्गम अमेरिकाको गतिविधिहरूको लागि चाहिँ हामीले वेबसाइट यो पालपाली सङ्गम USA.org भनेर राखेका छौँ। यसमा तपाईँ जानुभयो भने यसमा हाम्रो संस्थाको विधान, हाम्रो एक्टिभिटिजहरू, सदस्य, अब जस्तो अमेरिकामा भएको सबै सदस्यहरूको सामान्य नाम अनि उहाँहरूको स्टेट, त्यसरी सबै, अनि हाम्रो एक्टिभिटी सबै पाल्पामा गरेको एक्टिभिटी अनि अमेरिकामा गरेको एक्टिभिटीहरू दुइटै भर्चुअल र इन पर्सन दुइटै एक्टिभिटीहरू चाहिँ यहाँ देख्न सकिन्छ। र यहाँ कसैले अब मेम्बरसिप लिनको लागि पनि यहाँ हामीले विभिन्न लिङ्कहरू मार्फत त्यहाँ जोइन हुन पनि सकिन्छ। यो भयो वेबसाइटको बारेमा। त्यसपछि म अब फाइनेन्सियल अपडेट्स पालपाली सङ्गम। हजुर, ओके, फाइनेन्सियल अपडेटको लागि अर्जुनजी हजुर हुनुहुन्छ भने म हजुरलाई दिन्छु, नत्र म भन्छु। मैले गरे पनि हुन्छ सुशील भान्जा, चाहिँ तिमीले गरे पनि हुन्छ होइन। खास अब एज अफ टुडे चाहिँ हाम्रो चेकिङ एकाउन्टमा $12,178 छ। पालपाली सङ्गम अमेरिकाको मेन इन्कम सोर्सेस भनेको मेम्बरसिप हो होइन, त्यसपछिको डोनेसन हो। पहिला हामीले आजभन्दा 2 वर्ष र 3 वर्ष अगाडि महेन्द्र पौडेलजीले पनि उहाँको नन प्रफिट अर्गनाइजेसनबाट हामीले डोनेसन पाथ्यौँ होइन। हजुर, त्यसले राम्रोसँग हेल्प गराएको थियो, नत्र भने त अरू त मेम्बरसिपबाटै हो। र अब हामी सबैले यहाँ त अब हामी 15-16 जना पार्टिसिपेन्ट छौँ अहिले।
हामी सबैले सबै ठाउँबाट मेम्बरसिप अब लाइफ मेम्बरसिप बढाउनको लागि हेल्प पनि गर्नु पर्यो। अनि अब आजको दिनमा चाहिँ 12,178 छ र अहिले हाम्रो रिसेन्टली हामीले रामपुरको हस्पिटल अनि हुमिनको स्कुलमा र मस्यामको स्कुलमा 3 ठाउँमा हामीले चाहिँ त्यो वाटरको धैर्यनीमा चाहिँ कम्प्युटर तर त्यसको पेमेन्ट पनि हामीले पर्सनली मैले दिएछु तर त्यो मिलाउनु छ हैन। तर अब हाम्रो मेन इन्कम सोर्सेस भनेको मेम्बरसिप र डोनेसन नै हो। त्यसकारणले हामीले मेम्बरसिप चाहिँ बढाउन सबैले हेल्प गर्नु पर्यो है। अब त्यही हो। मैले अरू केही छ छुटेको भने तिमी भन नि त केही छ अरू? यसमा चाहिँ हाम्रो अब खर्च उहाँले भने जस्तै इन्कममा चाहिँ मेम्बरसिप जस्तो 12 जना लाइफ मेम्बर, 4 जना जेनरल लास्ट इयर अहिलेसम्म। अनि हामीले एकाउन्ट चाहिँ एकै ठाउँमा ट्रान्सफर गरेर पेपरलाई एउटै ठाउँमा ल्याएका छौँ। त्यसपछि हामीलाई यो डोनेसन चाहिँ यो डिएमबी भनेको भर्जिनिया डिसी र त्यहाँ कार्यक्रम हुँदाखेरि केही डोनेसन प्राप्त भएको थियो। पिकनिक र अर्को एउटा त्यो त्यहाँको ग्रुप त्यहाँको कमिटी फर्मेसनको बेलामा प्राप्त भएको 332 र त्यसपछि हाम्रो यो लास्ट इयर चाहिँ यो निर्वाचनको बेलामा भनेको नयाँ कमिटी गठन हुँदा प्राप्त भएको त्यो मेम्बरसिप कमिटीहरूले दिएको 250 त्यसरी हाम्रो इन्कम आएको छ। अब यसमा चाहिँ मेन उहाँले भने जस्तै मेम्बरसिप नै हो। त्यसपछि अब यो एक्सपेन्डिचरमा चाहिँ यहाँ इन्क्लुडेड छैन तर हामीले डोनेसन गरेको पाल्पामा डोनेसन गरेको पार्ट र हाम्रो यो आफ्नै एडमिनिस्ट्रेटिभ जस्तै जुमको सब्सक्रिप्सन यो लास्ट इयर हामीले 159 गऱ्यौँ। अब यो जुमलाई चाहिँ हामीले यसलाई मिटिङहरू कम हुने हुनाले यसको हाम्रो नयाँ प्लेटफर्म जुमकै डिस्काउन्ट अथवा हामीले गुगल मिट त्यो प्रोसेसमा जाँदैछौँ र यो खर्च हामीले मिनिमाइज गर्ने प्रयास गर्दैछौँ। त्यसै गरी अहिले हामीले हजुरहरूलाई देखाएको मिट पाल्पाले वेबसाइट त्यसको लागि चाहिँ हामीले वर्षको $200 तिर्नुपर्ने हुन्छ र त्यो चाहिँ हाम्रो लागि अब वार्षिक खर्चको रूपमा देखिन्छ डाइरेक्ट हुने। अब सो त्यो वेबसाइटको लागि चाहिँ हामीले जतिसक्दो प्रचार गर्ने र मान्छेहरूलाई जतिसक्दो इङ्गेज गराउन सक्यो भने यो खर्च गरेको पनि अलिकति फ्रुटफुल हुने देखिन्छ। र त्यसले हामी अब अमेरिकामा दर्ता भएको नन प्रफिट अर्गनाइजेसन भएको हुनाले हरेक वर्ष ट्याक्स फाइलिङ गर्नुपर्ने। त्यसको लागि हाम्रो जे ट्याक्स फाइलिङ जितु राणा सिकागो उहाँहरूलाई चाहिँ हामीले $50 तिरेका छौँ र यसरी हेर्दाखेरि हाम्रो ब्यालेन्स चाहिँ 12,178 देखिन्छ। र हाम्रो टेक्सास च्याप्टर उहाँहरू चाहिँ अलिकति एक्टिभ हुनुहुन्छ र उहाँहरूले चाहिँ आफ्नो छुट्टै फाइनेन्सियल रिपोर्टिङ राख्नुभएको छ र सो रिपोर्टिङको लागि म हाम्रो शिव काफ्लेज्यूलाई अनुरोध गर्छु। थ्याङ्क यू। सबैलाई फेरि पनि नमस्कार होइन। थ्याङ्क यू सुशीलजी। अब यो टेक्सासको कुरा गर्दाखेरि हामीले यो स्टेट कमिटी अन्त हाम्रो यो पहिलादेखि नै थियो। अब इन्फर्मल थियो, हामीले कामहरू गरिरहेको थियौँ होइन। र हामीले गत सेप्टेम्बर 13मा यसलाई आधिकारिक हामीले स्थापना गरेर यहाँको टिम बनायौँ। र त्योभन्दा म अब लास्ट इयर हामीले यो पिकनिक खास गरी यो आर्थिक कुरा गर्दाखेरि हामीले वर्षमा अहिले 2-3टा हामीले पिकनिकहरू गऱ्यौँ। मैले भनिहालेँ पहिलो पिकनिक हामीले 16मा गरेका थियौँ। त्यसपछि 2024मा हामीले सेकेन्ड टाइम गऱ्यौँ र 2025मा हाम्रो आर्थिक स्रोत होइन यो पिकनिकबाटै हामीलाई प्राप्त भइरहेछ। यसमा 2024मा हामीले खर्च कटाएर हाम्रो झन्डै 3492 हामीलाई त्यो नाफा भनौँ न होइन हाम्रो बचत भएको थियो। त्यस्तै 2025मा हाम्रो टोटल हामीले 8,771 हाम्रो इन्कम थियो। हामीले 3,773 खर्च कटाएर 4,998 हाम्रो बचत भएको छ। यसरी दुईवटा होइन 24 र 25बाट जुन अहिले हाम्रो 8,490 हामीसँग छ होइन। त्यसमा हाम्रो ब्याङ्क खातामा छ। हाम्रो यो नेपालीहरूले खोलेको क्रेडिट युनियन छ हाम्रो एकाउन्ट हामीले त्यसमा राखेका छौँ। त्यही हो यो आर्थिक कुरा हो। थ्याङ्क यू सो मच। अब त्यसैमा हजुरले चाहिँ यो तपाईँको टेक्सास च्याप्टरको यो कमिटी गठन अनि पिकनिक र ब्लड डोनेसन पनि भनिदिनु भयो भने एकैचोटि। फेरि पनि थ्याङ्क यू होइन। यो टेक्सास मैले भनिहालेँ सुरुमा हाम्रो जुन अब भावना पाल्पाली सङ्गम हामीले काठमाडौँदेखि नै हामीले काम गऱ्यौँ होइन। हाम्रो म लाइफ मेम्बर थिएँ काठमाडौँदेखि नै। हाम्रो यादव सर हामी थियौँ र यहाँ आएर पनि हामीले स्टार्ट गऱ्यौँ होइन। अब यज्ञदायी आउँदाखेरि यहाँ धेरै पाल्पालीहरू आउनु भएको थियो। जस्तो अब के अरे धनु भान्जा पनि आउनुभयो होइन। सतीशजी, डाक्टर भगवान कोइराला, यज्ञदायी
हाम्रो नारायण रायमाझी लगायत यहाँ आउँदाखेरि हामीले भेटघाटहरू गऱ्यौँ र यो पालपाली सङ्घको बारे हामीले धेरै कुराहरू पनि गऱ्यौँ र यसै सन्दर्भमा हामीले केही होइन 2021मा जुन यो हाम्रो पालपाली सङ्गमको स्थापना भयो त्यो पछि हामी यो स्थापनालाई पनि हामीले हेल्प गऱ्यौँ र पाल्पामा लाइक जुन त्यो कोभिडको बेलामा हामीले हेल्पहरू पठायौँ अनि त्यसपछि 2023मा हामीले एउटा स्पिच गरेका थियौँ कन्टेस्ट पाल्पाभरि नै हाम्रो दिनेशजीले ठुलो भूमिका के निर्वाह गर्नुभएको थियो त्यो धेरै राम्रो जस्तो लाग्थ्यो पाल्पामा त्यो जुन हामीले काम गरेका थियौँ त्यस्तै त्यो पाल्पामा जुन त्यो ब्लड ब्याङ्क स्थापनाको उसमा पनि हामीले झन्डै 10 लाख जति पठाएको थियौँ यहाँबाट सबैबाट उठाएर त्यस्तै अरू बिरामी अनि कोभिडमा हामीले फोनहरू लगायत धेरै सानोतिनो हामीले कामहरू गरि नै रहेको थियौँ र यो अब हामीले इन्फर्मल रूपमा यहाँ पिकनिकहरू पनि हामीले गरिरहेको थियौँ यो टेक्ससमा धेरै पालपालीहरू पनि हुनुहुन्छ त्यस्तै यहाँ धेरै दुःखद घटनाहरू पनि भएको थियो होइन बिचमा 2-3 जनाको दुःखद निधन भयो यहाँ त्यो बेला पनि हामीले अलि एक्टिभली हामीले कामहरू गऱ्यौँ के अरे उहाँहरूलाई हामीले हेल्प गऱ्यौँ त्यस्तै अब यो बिरामी हरेक कुरामा हामीले केही न केही हामी युनाइट भएर हामीले सहयोग गर्ने कामहरू हामी गरिरहेछौँ यसै क्रममा हाम्रो गत सेप्टेम्बर 13मा मैले भनिहालेँ हाम्रो विधिवत हाम्रो स्थापना भएको छ अहिले हाम्रो 13 सदस्यीय हाम्रो टिम छ र हामीले गत वर्ष पनि यो ब्लड डोनेसनको हामीले काम गऱ्यौँ पहिलो ब्लड ड्राइभ गऱ्यौँ हाम्रो व्यवसाय हुनुहुन्छ हाम्रो सल्लाहकार पनि हुनुहुन्छ हाम्रो यादव खनालजीको बिजनेस कम्प्लेक्समा एकदमै यहाँको सबै अरू सङ्घ संस्थाहरू टेक्ससको धेरै यहाँको एनएसटी भन्ने ठुलो संस्था छ लगायत धेरै संस्थाहरूलाई हामीले इन्भाइट गऱ्यौँ र हामी त्यहाँ जम्मा भएर एकदम राम्रो गरी हाम्रो ब्लड ड्राइभ सम्पन्न भएको थियो त्यस्तै हामीले अहिले 2025मा हाम्रो अर्को के अरे व्यवसाय साथी हुनुहुन्छ राजेन्द्र पौडेल होइन उहाँको कम्प्लेक्समा हामीले यो ब्लड ड्राइभ सम्पन्न गऱ्यौँ यसमा चाहिँ हाम्रो लाइक हाम्रो अप्रिल 5 जस्तो लाग्छ त्यसमा चाहिँ पनि राम्रो गरी हामीले यो रक्तदानको कामहरू सम्पन्न भयो 20 जना के अरे सहभागी हुनुभएको थियो यसपालि अनि त्यही हो मैले हाम्रो पिकनिक हामीले नोभेम्बर 16मा कार्यक्रम गऱ्यौँ एकदमै सफल भयो होइन 600 झन्डै 550-600 मान्छेहरू उपस्थित हुनुभयो धेरै धेरै रमाइलो भएको थियो होइन अब यसमा चाहिँ हाम्रो मुख्य अतिथि हाम्रो डिआइजी के अरे एआइजी हुनुहुन्थ्यो माधव नेपाल उहाँ हुनुहुन्थ्यो एकदमै रमाइलो भयो यो हाम्रो पिकनिक हामीले लास्ट इयर पनि गरेका थियौँ यसपालि पनि गरेका थियौँ र पिकनिकमा हामीलाई हाम्रो एकदमै खुसी भएर धेरै होइन अब पालपाली जुन यहाँ के अरे व्यवसाय गर्नुभएको छ सक्सेस हुनुहुन्छ उहाँहरूले हामीलाई 1000-500 यस्तो ठुलो एमाउन्ट पनि हामीलाई डोनेसन दिनुभएको थियो अब यो समय छोटो छ अब यो म छोटो गरी भन्न चाहन्छु यो सबैलाई एकदम थ्याङ्क यू भन्न चाहन्छु जुन यो जसरी यो पाल्पालाई हामीले यहाँ युनाइट गराउने हामीले कामहरू गरिरहेछौँ अब खास गरी पाल्पाली सङ्गमले अलिकति पाल्पालाई बढी फोकस गरेको छ र हामी टेक्ससमा चाहिँ यहाँको पाल्पालीहरूलाई पनि हामी युनाइट गरौँ भन्ने हाम्रो भावना छ त्यस्तै यहाँको दुःख सुखमा मैले केही कुराहरू भनिहालेँ होइन यहाँ डेथ हुँदा एक्सिडेन्ट हुँदा बिरामी हुँदा हामीले एकदमै एकाग्रमा हामीले सहयोगहरू हामीले गरिरहेछौँ त्यस्तै अब अलिकति हाम्रो यो बच्चाहरूको पार्टमा हामीले अलिकति गर्न सकिरहेको छैनौँ वास्तवमा अहिले साँच्चै भन्ने हो भने अब यो अमेरिका एउटा अवसरको देश हो यहाँ धेरै पालपाली साथीहरू अत्यन्त राम्रो व्यवसाय गर्नुभएको छ होइन सफल हुनुहुन्छ त्यस्तै हाम्रो बच्चाहरू पनि धेरै राम्रो कलेजमा गएर राम्रो कामहरू गरिरहेछन् र यो होइन र जुन पालपाली जति उन्नति प्रगति भएको छ र फेरि सबैको धेरैको मनमा के छ भने आफ्नो जन्मभूमिलाई केही गरौँ भन्ने भाव पनि छ त्यसलाई कता हामीले जोड्न खोजिरहेछौँ जति भएको छ एकदमै यो सङ्गम मार्फत जसरी काम गर्नुभएको छ म सबैलाई थ्याङ्क यू भन्न चाहन्छु तर कता एउटा अलिकति मलाई फर्केको कुरा के छ भने अब जुन अब हामीले काठमाडौँमा पनि काम गऱ्यौँ पालपाली सङ्गम काठमाडौँ छ यता पाल्पा हाम्रो जन्मभूमि छ हामी अहिले संसारभरि छरिरहेको छौँ कता अलिकति कम्बिनेसनको कमी भएको हो कि जस्तो पनि मलाई लागिरहेछ होइन अब अलिकति छलफलहरू गरौँ होइन अब कसरी आफ्नो जन्मभूमिलाई केही न केही बढी हाम्रो योगदान गर्न सकिन्छ त्यस्तै अब यहाँ पनि जति पालपालीहरू छौँ एकाआफ्नो भेटघाट सद्भाव
कसरी बढाउन सकिन्छ यो पार्टमा हामीले अलिकति कामहरू अरू बढाउनुपर्छ भन्ने लाग्छ। यतै कुराहरू गरेँ र अब अलिकति हामीले जुन पाल्पामा यसपालि जुन त्यो स्पिच कन्टेस्ट हामीले गर्न खोजेका थियौँ लास्ट टाइम धेरै राम्रो जस्तो लाग्थ्यो होइन। दिनेशजी हामी मिलेर एउटा त्यो जिल्लाभरि नै होइन त्यहाँको बच्चाहरूलाई जसरी एउटा यो स्पिचको उसमा हामीले जे कामहरू गरेका थियौँ हामीले यसपालि पनि लास्ट इयर हामीले गर्न सकेनौँ विविध कारणले। यसपालि चाहिँ कन्टिन्यू गर्न खोजेका थियौँ तर समहाउ अलिकति त्यो अब हामीले कुरा पनि गऱ्यौँ, एक दुईवटा मिटिङ पनि भयो होइन। तर उहाँहरूले पाल्पाबाट अलिकति त्यसको जुन जति हामीलाई अब जसरी अलिकति अब उहाँको के भएर हो हामीले अलिकति कन्टिन्यू गर्न सकेका छैनौँ। अब यसलाई पनि हामीले कन्टिन्यू गर्ने सोच छ। त्यस्तै अब यो ब्लड ब्याङ्कलाई पनि हामीले हेल्प गऱ्यौँ होइन। अब त्यसमा पनि उहाँहरूले फेरि पनि अब अरू सहयोगहरू माग्नु भएको छ। अब त्यसको लागि पनि हामी सहयोग गर्ने नै छौँ। त्यस्तै अब अरू त्यो यो धेरै कुराहरू भएको छ जस्तो हेल्पिङ ह्यान्ड बनाउने यहाँ यो टेक्सासमा। अनि त्यसपछि पाल्पामा पनि अरू धेरै कामहरूको कुराहरू भइरहेछ। खास गरी त्यो एउटा अब यो स्पोर्टको पनि हामीले कामहरू गर्न खोजिरहेको छौँ, मिटिङहरू भएको छ। ठ्याक्कै त्यसको रिजल्ट चाहिँ आएको छैन। आउँदा दिनहरूमा चाहिँ डेफिनेटली हामीले हातमा हात मिलाएर कामहरू गर्नेछौँ भन्न चाहन्छु। अब म अलिकति बढी बोलेँ। खास गरी यज्ञ दाइ आइदिनु भयो, हाम्रो केशव भाइ लगायत यहाँ सबैजना जति आउनु भएको छ सबैलाई म थ्याङ्क यू भन्न चाहन्छु। अब धरो भान्जा आफै पनि एकदम यो जुन संस्थाको अहिले उहाँले नेतृत्व लिनुभएको छ उहाँ आफै एउटा यस्तो व्यक्ति हुनुहुन्छ होइन। यहाँ आएर एउटा एकदम उच्च उसमा गएर उच्च ठाउँहरू कामहरू गर्नुभयो र उहाँले जुन यो समय दिएर यो टिम जसरी काम गर्नुभएको छ उहाँ लगायत यो टिमलाई हाम्रो सुशीलजी होइन लाइक हाम्रो सबैजना अर्जुनजी लगायत जति यो संस्थालाई टाइम दिनुभएको छ, समय दिनुभएको छ, कामहरू गर्नुभएको छ सबैलाई यसको शुभेच्छा सबैलाई म थ्याङ्क यू भन्न चाहन्छु। र टेक्सासमा हामीले जुन यो टिम बनाएर हामीले कामहरू गरिरहेका छौँ यो टिमलाई सहयोग गर्ने अनि सम्पूर्ण हाम्रो सदस्यहरू, हाम्रो आर्थिक सहयोग गर्ने सबै साथीभाइ र सबै यो असल पाल्पाली मन सबैलाई हाम्रो सल्लाहकार सतीशजी म उहाँलाई बधाई पनि भन्न चाहन्छु होइन। उहाँले एउटा फेरि अर्को इतिहास बनाउँदै हुनुहुन्छ र पाल्पाली यहाँ पनि आउनुभयो र सतीशजी लगायत महेशजी जसले यो टिम गर्नुभयो होइन। अघिल्लो टिम एउटा सफलतापूर्वक सम्पन्न गर्नुभयो सबै दिनेशजी सबैले जुन यो संस्थासँग जोडिएर काम गर्ने सबैलाई थ्याङ्क यू भन्न चाहन्छु। थ्याङ्क यू। अलिकति बढी बोले माफ पनि माग्न चाहन्छु। थ्याङ्क यू। हस् थ्याङ्क यू शिवजी सबै अपडेट दिनुभएकोमा। टेक्सास एकदमै एक्टिभ छ। त्यस्तै गरी हामीले अरू ठाउँहरूमा पनि गर्न सक्यो भने ग्रोथ एकदम हुँदै जान्छ भन्ने मलाई लाग्छ। अब म ढिला नगरिकन हाम्रो अरू इभेन्ट अरू डोनेसन बारे पनि म जानकारी गराउन चाहन्छु। अहिले शिवजीले भने जस्तै ब्लड डोनेसन उहाँहरूले टेक्सासमा गर्नुभयो, उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु फेरि पनि। त्यस्तै गरी हामीले यो रामपुर हस्पिटलमा हाम्रो एडभाइजर डाक्टर विष्णु खनाल उहाँ रामपुर जाँदाखेरि त्यहाँ थप बुझेर रामपुर अस्पतालमा फिल्टर मेसिन चाहिने टाइपको सुझाव आएर त्यो हामीले त्यसको लागि वितरण गरेका छौँ। दिनेशजी यसमा थोरै केही भन्न चाहनुहुन्छ? सम्पूर्णमा नमस्ते। विष्णु सर जब पोखरा के अरे रामपुर गएर आइसकेपछि त्यहाँ दुई तिनवटा कुराहरू बेन्च र यो वाटर प्युरिफायरको कुरा आएको थियो। त्यसमध्ये वाटर प्युरिफाई चाहिँ एउटा मात्रै बाहिर चाहिँ इन्स्टलेसन भएको र अहिले रामपुर हस्पिटलमा धेरै पेसेन्टको फलो भएको भएर यो वाटर प्युरिफाई अलिकता माग पनि भएको र अहिले तत्कालै फेरि सङ्घीयको कार्यक्रममा तत्काल धेरैवटा सामानहरू जोड्न पनि नमिल्ने अवस्थामा यो त्यहाँ राखेर अहिले यसको सुविधाहरू लिइरहनु भएको चाहिँ छ। यति भने मैले अहिले यसको बारेमा यो भूमिनको एउटा स्कुलमा हो। स्कुलमा यो आधारभूत स्कुल छ। यसमा यो वाटर प्युरिफाई भन्दा वाटर फिल्टर चाहिँ बढी महत्त्वपूर्ण हुने देखिएको भएर वाटर फिल्टर चाहिँ बाँडिएको हो। त्यहाँ हाम्रो अनुपजीले पनि धन्यवाद। हजुर
यो एप्रिसिएसन लेटर हो। यो चाहिँ मस्याम एकीकृत क्याम्पस 3 वडा नम्बर 6 मा छ। यो ब्यातर कलेज हो। यो कलेजमा पनि विभिन्न संस्थाहरूले विभिन्न समयमा चाहिँ डोनेसन सहयोग गरेर चलिरहेको अवस्थामा पाल्पासँग अमेरिकासित पनि उहाँहरूले रिक्वेस्ट गरेको आधारमा त्यहाँ वाटर प्युरिफाई चाहिँ जडान इन्स्टलेसन गरिएको थियो। यो अर्को चाहिँ माथागढी 1 को धैर्यमा रहेको नव जागृति प्राइमेरी स्कुलमा यो विभिन्न क्षणमा चाहिँ मागहरू भएको र त्यो स्कुलमा वास्तवमै यो कम्प्युटर बाँड्दाखेरि थाहा भयो कि यो एकदम जेन्युन स्कुल परेको रहेछ। कहीँ कतै पनि सहयोग नभएको 55 जना विद्यार्थीहरू पढिरहनु भएको र यो कम्प्युटर जब बाँडियो नि सबै शिक्षक अनि व्यवस्थापन समिति शिक्षक अभिभावक सङ्घको सबै उपस्थिति एउटा कम्प्युटरले पनि त्यति ठुलो मूल्य हुँदो रहेछ, त्यति ठुलो एक्टिभ बनाउँदो रहेछ भन्ने कुरा यो एकदम लेसन लर्न भएको छ यसमा चाहिँ। हस्, धन्यवाद। दिनेश दिदीलाई धेरै धेरै धन्यवाद। मेरो आवाज किन दुईटा आयो पर्छ नि? अहिलेसम्म ठिक थियो। सुशीलजी एउटा मैले सानो जस्तो हाम्रो जोडे सानो छोडेको छु कि जस्तो डाक्टर भगवान कोइराला आउँदाखेरि हामीले एउटा राम्रो मिटिङ पनि गरेको थियौँ र उहाँलाई राइट अवे हाम्रो यादव खनाल हाम्रो लोक पौडेल लगायत धेरैजनाले होइन इनिसिएसन लिएर राइट अवे हामीले 5,000 हामीले कलेक्सन गरेर उहाँको संस्थालाई हामीले यो सहयोग गरेका थियौँ होइन। म त्यो पनि यहाँ जानकारी गराउन चाहन्छु। हो, थ्याङ्क यू। त्यसपछि अनि हामीले चाहिँ अब यो अमेरिकामा पनि अहिले हाम्रो शिवजीले पनि भन्नुभयो, अमेरिकामा भएको पालपालीहरूलाई पनि हेल्पफुल हुने र विश्वभरि रहेको अब जो भर्चुअली कनेक्ट हुन सक्नुहुन्छ उहाँहरूको लागि भनेर केही सेसनहरू गरेका थियौँ। जस्तै अब अमेरिकामा यो कलेज स्टुडेन्टको लागि यो फाइनेन्सियल एड सेसन गरेका थियौँ। यसको लागि म हाम्रो अनुपजी जसले त्यो कोअर्डिनेसन गर्नुभएको थियो उहाँहरूको इनपुट र उहाँलाई कस्तो लाग्यो त्यो प्रोग्राम त्यसबारे थोरै भनिदिनु अनुरोध गर्छु। हाम्रो अनुप नेपाल उहाँ हाम्रो एजुकेसन डाइरेक्टर हुनुहुन्छ। हजुर सुशीलजी, थ्याङ्क यू। यो चाहिँ नि हामीले लास्ट इयर सुरु गरे हो। युजली अमेरिकाबाट यहीँको कलेजहरू जाने, यहीँ बसेर यहीँ हाई स्कुल गरेर कलेजहरू जाने स्टुडेन्टहरूलाई अनि प्यारेन्टहरूलाई चाहिँ नि फाइनेन्सियल एड कसरी बढ्ने, त्यसपछि के ग्रान्टहरू स्कलरसिपहरू अथवा लोनहरूको बारेमा चाहिँ नि हल्का प्रेजेन्टेसन गरेको थियौँ लास्ट इयर। युजली यो वर्ष पनि मैले त्यही इन्ड अफ दि अगस्ततिर गर्ने प्रोग्राममा छु। यो चाहिँ नि अनगोइङ। यहाँको चाहिँ विशेष गरेर हाई स्कुल किड्स र चाहिँ फर्स्ट जेनेरेसन प्यारेन्ट्स भनेको चाहिँ नि मोस्टली चाहिँ नि नेपालबाट आउनुभएको प्यारेन्टहरू तर चाहिँ यहाँ कलेजमा पढ्नु भएकोलाई एकदम हेल्पफुल हुने खाले प्रेजेन्टेसन गर्न खोजिरहेको छु प्रत्येक वर्ष। थ्याङ्क यू सुशीलजी। यसमा मैले थपिहाल्छु है। त्यो प्रोग्रामको लिङ्क चाहिँ मैले यहाँ एकजना कम्युनिटी मेम्बरलाई सेयर गरेको थिएँ। उहाँहरूले त्यो प्रोग्राम सुनेर अहिले उहाँको छोरीले चाहिँ फुल स्कलरसिप पाएर पढ्न लागिरहेको छ। एकदमै थ्याङ्कफुल हुनुहुन्छ उहाँ त्यो प्रोग्रामको लागि। हजुर, थ्याङ्क यू। त्यो हाम्रो इम्प्याक्ट नै त्यस्तैको एकदम खुसी लाग्यो। त्यसरी नै इम्प्याक्ट थोरै भयो नि जस पर्यो भन्ने हिसाबले। हो, थ्याङ्क यू मजुदी फर द अपडेट। हाम्रो नेक्स्ट चाहिँ अमेरिकामा यो ट्याक्सको बारेमा जानकारी दिने। अब यो अमेरिकन सरकारको ट्याक्सको विभिन्न कुराहरू परिवर्तन भइरहने र त्यसको बारेमा चाहिँ जानकारी दिन यो हाम्रो पूर्व कोषाध्यक्ष र हाम्रो अहिलेको एडभाइजर हाम्रो ट्रेजरर हुनुहुन्थ्यो जितेन्द्र राणा, उहाँले चाहिँ एउटा राम्रो सेसन गर्नुभएको थियो र यसमा हाम्रो धेरैजनाको 30-35 जनाको उपस्थिति रहेको थियो र यसको मुख्य उद्देश्य चाहिँ अमेरिकन सरकारले गरेका परिवर्तनहरू कसरी ट्याक्स फाइलिङ गर्ने, कसरी टाइमली गर्ने, कसरी बेनिफिटहरू लिने अथवा त्यहाँ केही न केही अब सबै जानकारी नहुने र यस्तो प्रोग्रामले सुशील भाइ आवाज रोकियो नि त। हेलो, बोल्दै हुनुहुन्छ? त्यो डिस्कनेक्ट भयो। अब के भएको नि? ए हो, ल फेरि जोइन गर्नुहुन्छ होला।
यसमा चाहिँ अब अलिकति हामी कन्टिन्यू गरौँ न। अब लाइक के छ आजको अरू अरू एजेन्डा? अरू त त्यही फ्युचर प्रोग्रामहरूको पनि स्लाइड छ। के कुरामा के आइटममा डिस्कस गऱ्यौँ अनि त्यसपछि फ्युचरमा के सोचेको छौँ भनेर अङ्कलसित त्यो छ, लिस्ट धर्म अङ्कलसित ऊ छ, त्यो नैबे हजुरले सेयर गर्न मिल्छ स्लाइडहरू? लेट मी ट्राई। नभए हाम्रो श्याम सरको कुरा सुन्नु न अलिकति, उहाँ अब बाहिरबाट होइन, अब के छ कसो फिल गर्नुभएको छ एज अ सल्लाहकार, उहाँको सल्लाह सुझाव के छ कि होइन? डाक्टर आचार्य, मैले समय लिउँ ल, ओके, 5 मिनट के सत्य छैन कि तपाईँको? हुन्छ। म रेडी गर्दैछु, दुईटा स्लाइड बाँकी छ। ए हस् हस् प्लिज। होइन हजुरको उहाँको कुरा सुन्नु के भन्छ उहाँले? ल हजुर श्यामजी, हजुरले भन्नुहोस् न, त्यो पछि सेयर गरौँला त्यो चाहिँ। थ्याङ्क यू। अनि मैले पनि सिक्दैछु पारपारिक सङ्गमको विषयमा, एक्टिभिटिजको विषयमा म पनि सिक्दैछु। मलाई चाहिँ अहिले जुन कार्यक्रमहरू भएको छ, हामीले त्यो धेरै दुई किसिमसँग सोच्न सकिन्छ। एउटा चाहिँ यो कति अपर्चुनिस्टिक तरिकाले सोच्न सकिन्छ, अर्को अलिकति स्ट्राटेजिक तरिकाले सोच्न सकिन्छ। अब त्यसमा चाहिँ नि मलाई के लाग्छ भनेदेखि यो धेरै कार्यक्रमहरूमध्ये अलिकति त्यसरी अलिकति निड्स, मलाई आफूलाई चाहिँ अलिकति टाढा भएर पनि होला, मलाई यो निड्सहरू त धेरै हुन्छन्, तैपनि त्यसलाई कसरी प्रायोरिटाइज गर्ने भन्ने एउटा तरिका पनि छ निड्सहरू, र र चाहिँ त्यसलाई कसरी स्ट्राटेजिक बनाउने भन्ने कुरामा अलिकति सोध्नुपर्छ जस्तो लाग्छ। जस्तो मलाई के लाग्छ भन्दाखेरि अब धेरै व्यक्तिहरू अहिले नेपालको पनि धेरै व्यक्तिहरू बाहिर छन्, विदेशमा छन्, तर सर्टन पकेट्समा, सर्टन एरियाजमा, सर्टन वार्डमा धेरै चाहिँ बाहिर भएका व्यक्तिहरूको, त्यस्तो व्यक्तिहरूको फ्यामिलीहरू आइडेन्टिफाई गर्नु पाएदेखि त्यसलाई कसरी कनेक्ट गर्ने, कसरी मोबिलाइज गर्ने भन्ने पनि सोच्न पनि सकिन्छ। त्यस्तै कैयौँ ठाउँमा चाहिँ नि अब प्यारेन्ट्सहरू छन्, छोराछोरी त्यहाँ छैनन्, उनीहरूलाई अब दिन सक्ने होम, अब यहाँ अमेरिकामा पनि त्यही हो, होम हेल्थ सर्भिस डेलिभरीको प्रावधान गर्नु सकिन्छ। त्यसो अलिकति हाम्रो जुन ह्युमन रिसोर्स छ पाल्पाभित्रै अथवा बाहिर भएको, त्यसको लागि अझै मलाई चाहिँ अलिकति मैले मेसो पाएको छैन। डेटा त मैले हेरेको थिएँ, तर माइग्रेसनको पनि कुरा छ, रेमिटेन्सको कुरा छ, त्यस कारण कसरी उनीहरूलाई अगर जोड्ने भन्ने त्यो चाहिँ सोचिरहेको छु। सेकेन्डली, अस्ति लास्ट विक नेपाल एम्बेसीले करिब 150-200जना बोलाएर यो एनआरएनलाई कसरी मोबिलाइज गर्न सकिन्छ भन्ने विभिन्न विषयमा डिस्कसन भएको थियो 4 घन्टा जति, 3 घन्टा जति। मलाई चाहिँ के लाग्यो भने यो आइटीको विषयमा, एआईको विषयमा पनि हाम्रो पालपालीको यत्र आइटीका एक्सपर्ट्सहरू छन्, उहाँहरूलाई एउटा थिमेटिक डिस्कसन गर्न लगाएर एआईको पोसिबिलिटिज के हो, आइटीमा के गर्न सकिन्छ भन्ने, यो रिसोर्सेस नेपालमा भएको, यहाँ भएको रिसोर्सेस नेपालमा भएकोलाई अलिकति वी हेभ टु थिङ्क इट लाउड ए बिट, र अलि स्ट्राटेजिक हुन सकिन्छ कि भन्ने मेरो एउटा सोच त्यस्तो राखेको छु। त्यसैले अलिकति यस किसिमको थिमेटिक डिस्कसनवाला मिटिङ्सहरू भइदियो भने, पर्टिकुलर आइटी, अब एआई अहिले अमेरिकामा पनि धेरै आइटीका मान्छेहरूको जब्सहरू, युनिभर्सिटी कलेज ग्रेजुएटको जब्सहरू एआईले खाइसक्यो। अब कसरी सोच्ने हो र के गर्न सकिन्छ भन्ने, अब त्यत्रो पाल्पामा त्यत्र पुराना हस्पिटल्सहरू छन्, त्यस कारणले त्यसमा यो एआईलाई कसरी प्रयोग गर्ने र चाहिँ नि भन्ने कुरामा ठुल्ठुला ग्रान्ट्सहरू, प्रोग्राम्सहरू अमेरिकामा धमाधम आएका छन्, त्यसलाई चाहिँ इन्क्लुड गर्न सकिन्छ। अलिकति त्यसरी सोध्न पर्छ कि जस्तो लाग्छ मलाई चाहिँ। र यो यहाँ भएको त्यहाँ भएको आइटीका व्यक्ति अथवा अरू बिजनेसका अरू मान्छेहरूलाई कसरी अलिकति बढ्ता त्यो ह्युमन क्यापिटललाई कसरी मोबिलाइज गर्ने भन्ने कुरा अलिकति मच मोर स्ट्राटेजिक रूपले सोचौँ भन्ने मेरो सुझाव हुन्छ। यसलाई म त्यति मात्रै भने। थ्याङ्क यू। थ्याङ्क यू। मेरो अघि कनेक्ट कसरी गयो, अपडेट गरेँ।
थ्याङ्क यू श्यामजी। हामीले थीमेटिक डिस्कसन भनेर द्याट्स के भेरी गुड सजेसन। अब यसो यो एआई सम्बन्धीको मेबी मधु भाइ मेबी वी क्यान ह्याभ अ सेपरेट मिटिङ टु डिस्कस अबाउट एआई कसरी युज गर्न सकिन्छ पाल्पामा। पाल्पाको हस्पिटल भन्नुभयो उहाँले, अरू के गर्न सकिन्छ भनेर यसो ब्रेन स्टर्म गर्ने हो कि? हुन्छ दाइ, त्यसमा गर्न सकिन्छ। आई थिङ्क उहाँले एकदम राम्रो कुरा गर्नुभएको छ। जस्ट त्यो पाल्पाबाट बाहिर गएका मान्छेहरूलाई कनेक्ट गर्न आई थिङ्क हाम्रो त्यो जुन मिट पाल्पालीवाला वेबसाइट छ त्यसले पनि हेल्प गर्छ होला। इफ वी क्यान कनेक्ट देम एन्ड वी क्यान एनालाइज द डेटा फ्रम देयर, होइन? आई थिङ्क लट्स अफ पोसिबिलिटिज आर देयर, सक्छौँ। अनि एउटा कुरा के देखिन्छ भनेदेखि यो अरू जिल्लामा पनि हेर्दाखेरि युएसमा पनि त्यही हो। त्यो सर्टन पकेट्स छ जहाँबाट आउट माइग्रेसन पनि एकदम धेरै हुन्छ, इन माइग्रेसन पनि हुन्छ। त्यस्तो ठाउँलाई हामीले चाहिँ नि फोकस गर्न सक्यो भनेदेखि आई थिङ्क हाम्रो रिसोर्स मोबिलाइजेसनपट्टि हुनसक्छ, मच मोर स्ट्राटेजिक हुनसक्छ, कसरी लिङ्क गर्ने भन्ने हुनसक्छ। त्यतापट्टि पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ। अमेरिकामा पनि त्यही हो, सर्टन पकेट्समा जस्तो अब हाम्रो टेक्सासमा चाहिँ धेरै पाल्पालीको मेम्बर्सहरू छन्, द्याट्स ग्रेट। त्यस्तो आइडेन्टिफाई गर्न सकेको खण्डमा हामीले मच मोर स्ट्राटेजिक तरिकाले गयो भनेदेखि जुन हाम्रो रिजल्ट्स ओरिएन्टेड काम हुनसक्छ भन्ने मेरो सुझाव हो। त्यसैले त्यो सब माइग्रेसनको, अब माइग्रेसन नभइकन माइग्रेसन नेपालको लागि धेरै इम्पोर्टेन्ट आस्पेक्ट छ। रेमिटेन्स होस् अथवा हेल्थको लागि होस् अथवा हेल्थ अफ द चिल्ड्रेन लेफ्ट बिहाइन्ड, हेल्थ अफ द एडल्ट वुमेन लेफ्ट बिहाइन्ड, त्यस्तो इस्युहरू छन्। अब यो एआईको कुरा एकदम हेल्थमा चाहिँ अहिले बिल गेट्सले त्यो अनिता जाइरी भन्ने जसलाई मैले पहिले फन्डिङ गर्थेँ, उनले $5 बिलियन को प्रोजेक्ट राखेको छ 5 वर्षको लागि। त्यसमा यति स्कोप छ र कसरी गर्न सकिन्छ भन्ने कुरा सोचेर हामीले चाहिँ गर्न सकेको खण्डमा आई थिङ्क त्यसको ठुलो स्कोप हुनसक्छ। त्यतापट्टि अलिकति सोचौँ। पैसाले ड्राइभ गर्छ धेरै कुरा। त्यतापट्टि यत्रो आइटीको एक्सपर्ट्सहरू हुनुहुन्छ यहाँ। मेरो सानो एआईको एउटा हाम्रो थिङ्क ट्याङ्क त्यस्तो ग्रुप छ युकेमा, यहाँ राख्छौँ हामीले रिभ्यू गर्छौँ हामीहरू पोलिसी प्रोग्राम्सहरू। त्यस्तो केही गर्न सकिन्छ कि भन्ने मलाई चाहिँ एउटा सोच राखेको हो। हस्, थ्याङ्क यू। हजुर, थ्याङ्क यू फर द सजेसन। म अघिकोमा कन्टिन्यू गर्दाखेरि हामीले यसपछि यो मेन्टल हेल्थ अवेरनेस सेसन, मेरो आवाज आएको छैन? अच्छा, मेन्टल हेल्थ अवेरनेस सेसन गरेका थियौँ। यसमा चाहिँ यो भर्चुअल्ली गरेका थियौँ। हाम्रो यसको लागि चाहिँ हाम्रो हेल्थ डाइरेक्टर रश्मि भट्टराई उहाँले हेल्प गर्नुभएको थियो। र यसमा चाहिँ अब नेपाल इलामबाट पनि एकजना जोइन हुनुभएको थियो र यहाँ अमेरिकाबाट पनि जोइन हुनुभयो। र यो मेन्टल हेल्थको बारेमा मान्छेहरू बोल्न नचाहने तर यो इस्युहरू आइरहने, त्यसको बारेमा चाहिँ हामीले कसरी त्यसमा ओभरकम गर्ने अथवा कसरी हस्पिटल कनेक्ट गर्ने, त्यो विभिन्न तरिकाले प्रस्तुति दिएका थियौँ। र त्यसको हामीले अब थप कसैलाई जानकारी चाहिएमा यसको चाहिँ हामीले युट्युब पाल्पालीसँग युएसएको युट्युबमा पनि राखिरहेका छौँ। र कसैलाई फेरि यो हेर्नु मन लाग्यो भने त्यहाँ गएर पनि हेर्न सकिन्छ। त्यसपछि अरू त्यसमा एउटा सानो कुरा जोडौँ मैले। हस्, त्यो हाम्रो बस्टनमा हुने डाक्टर पौड्यालको ग्रुपले चाहिँ मेन्टल हेल्थको विषयमा भरतपुर चितवनमा पनि पुरा इन्स्टिट्युट खडा गरेको छ। उहाँले कोर्सेस दिनुभएको छ, अनलाइन कोर्सेस छन्। अनि आई थिङ्क यो ग्रुपलाई त्यसरी हामीले गर्न सकेको खण्डमा अलिकति इन टर्म्स अफ नलेज नेटवर्क एडभान्सेस त्यस्तो विषयमा चाहिँ सोध्न सकिन्छ होला। त्यस कारणले अगर त्यस किसिमले पनि हामीले कसरी कनेक्टिभिटी कसरी बढाउने, यस्तो अपर्च्युनिटी कसरी गरिदिने भन्ने चाहिँ नि गर्न सकिन्छ। डाक्टर सुधांश गौतम भन्ने भर्खरै उहाँ चाहिँ नि यता आएको, उहाँले त्यसमा काम गरिरहनु भएको छ। कोअर्डिनेटर पनि उहाँ हो बस्टनमा। त्यो कोर्सेस सुरु हुँदैछ। आई थिङ्क त्यहाँ त्यो फ्री अफ कस्ट पनि होला। त्यस कारणले नेपालमा चाहिँ सायद फर्स्ट नै होला त्यो भरतपुरमा खडा गरेको। गभर्मेन्टले पनि सपोर्ट गरेको छ। मेन्टल हेल्थ धेरै इम्पोर्टेन्ट छ। तर चाहिँ मैले भन्न खोजेँ यस किसिमको अलिकति हामीले नेटवर्किङ पनि गरिदिनुपर्छ ताकि आइसोलेसनमा होइन, यसरी अरू पनि भएको छ अहिले नेपाल सरकारले सबै स्थानीय तहमा साइकोसोसल काउन्सिलरहरू राखेर
नेपाल सरकारले नै 6 महिनाको 3टा मोडल तालिम दिएर पनि मेन्टल हेल्थको प्रोग्रामहरू लैरहेको छ र विशेषतः पाल्पा जिल्लामा यो सेफर माइग्रेसन प्रोग्राम छ। यो हेल्परडसले स्विस सरकारको हेल्परडस थ्रु नेपाल सरकारको ट्रेजरीमा सपोर्टवाला एउटा प्रोग्राम छ। त्यसको जिल्लामा एज अ कोअर्डिनेटरको रूपमा म अहिले काम गरिरहेको छु तानसेन नगरपालिकामा रिक्रुट भएर। हस्, धन्यवाद। हस्, थ्याङ्क यू। अब म बाइ द वे एउटा कुरा घिमिरेज्यूलाई खबर गरौँ, अहिले आइओएमले भर्खरै एनडिआरआईलाई सपोर्ट गरेको छ। त्यो चाहिँ नि के भने सब पकेट एरियामा नेपालमा भएका जुन व्यक्तिहरूको हेल्थ त्यो समयमा एउटा अर्को नयाँ स्टडी हुँदैछ। त्यसमा अलिकति टान्जेन्सियली भोलिन्टरी इन्भल्भ भएको छु, अलिकति एक्सपर्टिज सपोर्ट गर्नलाई र रिसर्चको लागि। त्यसमा चाहिँ पाल्पा परेन म एकचोटि हेरौँला। त्यो आइएम नेपालको आइएम सानो फन्डिङ थियो उनीहरूको दिएर गरेका छन्। उनीहरूले धेरै पैसा छैन, त्यो 70-80 लाखको मात्रै प्रोजेक्ट हो। त्यसमा पनि कनेक्सन गर्नुपर्छ। थ्याङ्क यू। कनेक्ट गराउँला तपाईँ। केही पर्यो भने म यहाँ भोलिन्टियरली सपोर्ट गर्न काम गर्न तयार छु श्याम सर। थ्याङ्क यू। इको जस्तो आयो कि के भयो अलिक बुझिएन कुराहरू के अहिले त्यो 2जना युजर बोल्दाखेरि त्यस्तो भएछ होला। हस्, अनि हामीले अब यो हामी टेक्सासको अपडेट गऱ्यौँ। त्यसपछि डिएमबीमा पनि च्याप्टर गठन भएको थियो। त्यसको लागि महेश दाइ त्यहाँ हुनुहुन्छ भने थोरै इनपुट दिएर। हाम्रो राम भट्टराई सर आउनु भएन। डिएमबीमा हजुर महेश भाइ बोलौँ। हुन्छ, सबैलाई नमस्कार। डिएमबीमा पनि अब हाम्रो अहिलेको प्रेसिडेन्टकै उपस्थिति यहाँ भन्नु पर्यो, उहाँ पनि उपस्थित हुनुभएको थियो। सानो पहिला पनि एउटा टिम थियो, त्यसलाई रिन्युअल गरेको मात्रै हो, खालि एउटा सानो टिम गठन भएको छ। तर त्यसलाई एक्टिभली एउटा सोर्स अफ कन्ट्याक्टको रूपमा त भएको छ, तर त्यसलाई एक्टिभली अझै मुभिङ फरवर्ड चाहिँ हुन सकेको छैन। त्यति नै हो अहिले भन्नुपर्छ। हस्, थ्याङ्क यू। त्यसलाई कसरी गर्न सकिएला भनेर सोच्नुपर्ने छ भाइ। एकदमै त्यसमा अब दाइले कनेक्ट गरिहाले। दाइले अरू केही लाग्यो कि मैले छुट्याएको? अरू त यसो हो, उहाँ हाम्रो श्याम दाइलाई चाहिँ रिसोर्स पर्सनको हिसाबले एकदमै उहाँसँग मैले सुनिरहेको छु, तर एकदमै ठुलो रिसोर्स छ। कुनै पनि कुरा गर्दाखेरि छ नि उहाँको जतिको ज्ञान, एक्सपिरियन्स, नलेज, त्यसलाई एजुकेसन चाहिँ कसरी गर्ने भन्ने कुरा नै त्यो सबभन्दा ठुलो कुरा हुने रहेछ। प्र्याक्टिकल्ली 2 वर्ष भनौँ न 2टा कार्यकाल चलाउँदै गर्दा मेरो अनुभव के भयो भने, जबसम्म हेल्पिङ ह्यान्ड पाल्पाको चाहिँ मान्छेहरू तयार नभइकन काम गर्नलाई हामीले गर्न खोजेको त्यो आइटीको कुरा पनि हामीले प्रयास गरेको हो पालिकाको थ्रुबाट आइटीको उसमा पनि, तर लास्टमा चाहिँ त्यो त्यति सक्सेसफुल गएन होइन, टेलिकम्युनिकेसन पनि। त्यसैले यो 2टा ह्यान्ड चाहिँ त्यो सहयोगी हातहरू पाल्पाबाट चाहिँ नउठ्दाखेरि त्यहाँको जनप्रतिनिधि अथवा त्यहाँको लिडरसिपले चाहिँ सहयोग नपाउँदा एउटा चाहिँ मेरो अनुभव त्यहाँनिर गाह्रो छ। अर्को कुरा फेरि एनजिओ आइएनजिओले हरेक कार्यक्रममा यो भत्ताहरू दिने कारणले गर्दाखेरि पनि कार्यक्रम गर्दाखेरि हामी पनि अमेरिका भइसकेपछि त्यसको पनि एक्सपेक्टेसन त्यो पार्टिसिपेन्टले त्यो गर्दाखेरि पनि एकदमै यो चाहिँ कार्यक्रमहरू तालिमहरू सञ्चालन गर्दाखेरि पनि त्यो पनि अझै पनि त्यो एक्सपेक्टेसनको आश पार्टिसिपेन्टको त्यो ट्रेन्डले अलिकता समस्या त्यहाँ देखिएको छ। भन्दै गर्दाखेरि हामीले गर्नै सकिने कुरा जसलाई जे नलेज र एक्सपिरियन्स छ हामीले कुरा भन्दा पनि आफैले त्यसमा चाहिँ लिडरसिप लिएर ल ठिक छ आई क्यान एक्जिक्युट दिस प्रोजेक्ट भनेर अब कसले गर्ने त भन्दाखेरि यहाँ सल्लाह सुझाव चाहिँ दिन र लिन सजिलो रहेछ, तर त्यसलाई साँच्चै कार्यान्वयन गर्न चाहिँ बडा कठिन छ कि। त्यसैले यो कुराहरू जसले जे गर्नुभएको छ नि त्यसमा लिडरसिप जसको एक्सपिरियन्स र एक्सपर्टिज छ
उहाँले त्यसमा अलिकता डिपली चाहिँ लाग्नुभयो भने हामीले कनेक्सन गर्ने पार्ट्समा हामीले पक्का पनि हाम्रो टिमबाट हामीबाट हुने सहयोग मिल्छ नै। त्यसमा तत्त विषयको भनौँ न विज्ञहरूले त्यसमा अलिकता इनिसिएसन लिनुभयो भने हामीले त्यसलाई होइन एक्जिक्युट गर्नलाई सजिलो हुन्थ्यो होला। थ्याङ्क यू। सानो एउटा सजेसन गर्न सक्छु डाक्टर आचार्य। हस् अनि त उहाँले महेशजीले कुरा गरे एकदम इम्पोर्टेन्ट कुरा हो। तर मलाई चाहिँ अझै पनि के लाग्छ भने अगेन म नयाँ छु, मलाई अझै पनि के लाग्छ भने अलिकति हामी आइसोलेसनपट्टि भन्दा पनि नेटवर्किङमा अलिकति कम भयो कि जस्तो लाग्छ। फर इक्जाम्पल हाम्रो त कलेज युनिभर्सिटिजहरू भनेको त्यहाँको लोकल कम्युनिटिज हुन्, त्यसमा सर्टन फ्याकल्टिजहरू सर्टन अब त्यहाँको व्यक्तिहरूलाई पनि मोबिलाइज गर्न सक्नुपर्छ। कुनैमा हामीले चाहिँ यहाँ यो नै गर्न सक्नुपर्छ होला। त्यस्तो नभइकन हामी धेरै यो चाहिँ नि यो कम्युनिटीको जुन सोसल क्यापिटल छ त्यसलाई अलिकति कसरी मोबिलाइज गर्ने भन्नेपट्टि सोच्नुपर्छ होला। नत्र भने त इन्डिभिजुअली मात्रै गरेर हामीलाई गाह्रो पनि हुन्छ। त्यसैले जुन अहिले यहाँले कुरा गर्नुभयो यसलाई दुईपट्टि इज टु वे स्ट्रिट अफ कोर्स आई रिकगनाइज। तर हामी चाहिँ अलिकति त्यहाँको लोकल जस्तो सर्टन स्कुलै भनौँ, कलेज भनौँ, युनिभर्सिटिजहरू भन्यो, त्यसमा अलिकति हामीले आफैलाई खोजी तलासी गरेर यस्तो किसिमको व्यक्तिहरू छन्, त्यो व्यक्तिहरूलाई यसरी गरौँ। जस्तो मैले यहाँ बसेर नै मैले अब काठमाडौँ युनिभर्सिटीको पब्लिक पोलिसी गभर्नेन्स म्यानेजमेन्टमा गभर्नेन्समा अब अरू युनिभर्सिटीहरूमा म त्यसरी क्लासेस दिइरहेको छु। त्यो सम्भव छ, तर के भने त्यस किसिमको नेटवर्किङ नभइकन सम्भवै हुँदैन। त्यतापट्टि हामी कति सोच्नुपर्छ होला भन्ने लाग्छ मलाई चाहिँ। थ्याङ्क यू। हस् थ्याङ्क यू। त्यसपछि हामीले यो विभिन्न टपिकमा डिस्कसन अघि भने जस्तै हामीले एडभाइजरहरूसँग पनि छलफल लियौँ। त्यसपछि यो पाल्पामा चाहिँ इमर्जेन्सी प्रिपेयर्डनेसको लागि केही गर्न सकिन्छ कि भनेर हामीले डाक्टर वन्दना लुइटेलसँग कुराकानी गरेका थियौँ। तर पाल्पामा अहिले त्यो खसोली स्वास्थ्य चौकी र ताउँ स्वास्थ्य चौकीमा प्रयास गरेका थियौँ। अझै त्यो त्यहाँ उपलब्ध हुन सक्नुभएको छैन। उपलब्ध हुनुभयो भने इमर्जेन्सी प्रिपेयर्डनेस अमेरिकामा कसरी गरिन्छ र त्यहाँ कसरी भनेको नलेज सेयरिङ टाइपको प्रोग्राम गर्नेछौँ। म एउटा थोरै 1 मिनेट जति बोल्नु। हस् होइन, यो प्रसङ्गवश सामुदायिकको कुरा पनि आयो र अरू सबै साथीहरूले भनेको कुराहरूमा एकदम यो पालपाली सङ्गमको उद्देश्यसँग हामी कनेक्ट हुन खोजिरहेछौँ कि अनि काम गर्न सकिरहेको छैनौँ भन्ने भयो नि। हामी अहिले नेटवर्किङको कुरा गर्नुभयो। हामी अहिले नेटवर्किङकै फेजमा छौँ। धेरै देशहरूसँग समन्वय गर्दै त्यहाँका साथीहरूसँग, किनभने पालपाली सङ्गम भनेर हिँडिरहेछौँ। कतिपय ठाउँमा नमस्ते पालपाली, पालपाली देउराली होइन, विभिन्न संस्थाहरू अलरेडी देशकै जस्तो कतारमा अर्कै छ, साउदी अरबमा अर्कै बनाएको छ। मैले कनेक्ट गर्न खोजेँ उहाँहरूलाई, पालपाली सङ्गम बनाऊँ न भने होइन। लन्डनमै अर्को संस्था छ, सायद त्यहाँ के पालपाली भन्ने छ। अनि उहाँहरूसित कुरा गर्दाखेरि के हुन्छ नि, हामी यत्रो वर्ष यो संस्थामा यही नामले चल्यौँ, फेरि पालपाली सङ्गम गर्न अलि अप्ठ्यारो हुन्छ भन्नुभयो कि अब मेरो अनुभव है। अनि त्यसपछि मैले के भने हाम्रो डुप्लिकेसन नहुने गरी तपाईँ त्यही काम गर्नुहोस्, तर समन्वय पालपाली सङ्गमसँग गर्नुहोस् भनेको छु। हाम्रो थोरै के भन्दा अझ अमेरिकाले छुट्टै पाल्पामा गएर, रामपुरमा गएर अथवा भैरवस्थानमा गएर काम गर्ने भन्दा पनि हामीले एउटा यस्तो संयन्त्र बनाऊँ कि जस्तो मेरील्यान्डलाई मन पर्यो भने जस्तो गएर मदन पोखरामा एउटा केही काम गर्ने होइन। अब त्यसरी त फेरि डुप्लिकेसन पनि हुन्छ र काममा त्यो मोनिटरिङ हुँदैन। अनि हामीले पनि सहयोग पनि पाउँदैनौँ। मेरील्यान्डले गएर उसित काम गरिरहेको छ होइन, अनि टेक्सासले गएर रामपुरमा काम गरिरहेको छ, अनि अमेरिका छुट्टै छ, अन्तर्राष्ट्रिय समिति छुट्टै छ, पालपाली सङ्गम काठमाडौँ अर्कोतिर छ। यसले गर्दाखेरिमा अलिकति हामीले भने जस्तो हुँदैन। त्यो नेटवर्किङलाई एउटा पाइपलाइन, एउटा एक किसिमको त्यो हाइरार्की त नबनाऊ, तर संयन्त्र चाहिँ यस्तो बनाऊ कि काठमाडौँमा एउटा संस्था छ, त्यससँग समन्वय गरेर हामी पाल्पामा जाने वातावरण बनाउन सकियो भने हामी एकपट्टि अर्को चरण गरौँ भन्ने मलाई लाग्छ। त्यसले गर्दाखेरि एकै ठाउँमा हुन्छ सबै चिजहरू, डालो एउटै हुन्छ अनि बाँड्ने ठाउँ पनि एउटा हुन्छ। बरु मैले अहिले तपाईँहरूको कुरा सुनिरहँदाखेरि पाल्पामा जिल्ला विकास समिति पाल्पा भने जस्तै पालपाली सङ्गम भन्ने एउटा चाहिँ छुट्टै एउटा कार्यालय गरेर त्यसले समन्वय गर्ने गरी जहाँबाट जसले आइडिया लगाए पनि
त्यहाँ गएर गर्ने त्यो आवश्यकता हो कि होइन भन्ने हिसाबले यो हाम्रो लामो समय जानेवाला छ यो विषय यो काम हामीले गर्ने काम किन अनगोइङ हो कि नेपाल हाम्रो पालपालीहरूका धेरै समस्याहरू आउलान् भोलिका दिनमा हामीले दिने मात्रै कुरा नगरौँ न केही अप्ठ्यारा पर्ने कुराहरू पनि गरौँ त्यो समन्वय गर्ने कुराहरूलाई हामीले एउटा अलि लामो तरिकाले सङ्गमको उद्देश्य र सङ्गमको परिचालन कसरी हुन सक्छ हाम्रा संयन्त्रहरू के हुनेछन् अन्तर्राष्ट्रिय समिति त्यसपछि आएर हरेक देशमा हुनेछ अनि देशका पनि स्टेटहरूमा हुनेछन् देश हेरेर अमेरिकामा 8-10वटा स्टेटमा पक्कै हाम्रो हुनेछ अहिले तत्काललाई त्यसपछि अब कुनै देशमा फेरि एउटा मात्रै होला देशको मात्रै होला त्यो हिसाबले जाँदाखेरि यो नेटवर्किङ अहिले सामदाले भने जस्तै हामी नेटवर्किङको पार्टमा एउटा छुट्टै तरिकाले गर्ने त्यो नेटवर्किङ राम्रो गर्ने बित्तिकै हामीलाई के हुन्छ भने काम गर्न सजिलो एउटा पाइपलाइन यहाँबाट सोचिदिएपछि टेक्सासको साथीले एउटा सोच्दै गर्दाखेरि त्यो पालपालीसँगमा अमेरिकाको धर्मदायीथिम पुग्छ धर्मदायीले अब त्यो अन्तर्राष्ट्रिय समिति मलाई भन्नु होला एकदम प्रोसेस मात्रै एक लाइन फोन कल अथवा एउटा म्यासेज गरेपछि त्यो फरवर्ड हुने र अनि फास्ट काम हुने अनि त्यो समन्वय के त्यसले गर्दाखेरि के हुन्छ भने एउटै काम हुन्छ हाम्रो सबैको उद्देश्य पुग्छ सबैको भनौँ त्यो इन्फोर्स गर्ने बेलामा पावर पनि सबैको लाग्छ भन्ने मलाई लाग्छ अहिले के भने एक्लै जस्तो कसैलाई माथिकोलाई थाहा छैन विष्णुजीलाई थाहा छैन पालपाली सङ्गमको काठमाडौँमा भएको अनि त्यो नाममा चाहिँ नि अब मलाई तर के रामपुरमा के काम भइरहेको म रामपुरकै मलाई थाहा छैन कि यहाँ सायद दिनेशजीले खोलेको भएर यस्तो हजुर तपाईँको त्यो दुईटा बोल्दा त्यो ल म नेटवर्किङको काममा अलिकति लागौँ म यति भन्न चाहेँ है हामी अहिले ठाउँ मेरो कल म गर्छु धन्यवाद सतीश भाइ क्यान आई एड एक चिज एड गरौँ है त एउटा चाहिँ अब भाइको सबै कन्ट्याक्ट छ अरू देशको पनि पालपाली उहरू देउराली के भन्ने एकतालि हामीले एउटा के एक्सप्लोर गर्नलाई त्यो एउटा कल गर्न मिल्छ होला सबैसँग भएर यस्तो गरेका छौँ ऊ छौँ कसरी काम गर्न सकिन्छ सँगै भनेर एउटा चाहिँ जुम कल अथवा केही गरेर डिस्कस गर्न मिल्छ होला स्योर मिल्छ म गर्छु होइन गरि पनि रहेको कतिपय अवस्था अहिले 5-7 महिना भयो अलिकति अलि नभएको नत्र भने हरेक देशहरूसँग कामहरू कुराहरू भइ पनि रहेछ छुट्टा अहिले समन्वय नै त्यही देशको साथीहरूसित कनेक्ट हुन र एउटा कमिटी गठन गर्ने दुःख कि क्यानाडामा मैले 2 वर्ष गर्न खोजेको सकिरहेँ त्यो चिज कतिपय हामीलाई सुरु गर्नु दुःख छ अनि के सही कुरा गर्नु पर्यो काम गर्दै जाँदा त्यो चाहिँ सकिन्छ गरौँ नि त एउटा एक्सप्लोर गरौँ सबै एउटा कल जुम कल गरेर भाइले म यो पाल्पामा सेफर माइग्रेसनको प्रोग्राममै काम गरेर वैदेशिक रोजगारीमा विदेशमा भएको लाई कसरी पाल्पामा सहयोग गर्न सकिन्छ अप्ठ्यारो परेको बेला भन्ने काम पनि गर्छु यसैको जिल्ला कोअर्डिनेटर पनि हो सतीश सरले અહીં भने चाहिँ नेटवर्किङमा मैले एकदम विभिन्न देशको अध्यक्षहरूसित त्यहाँ प्रेसिडेन्टहरूसित त्यो देशको घटना त्यो देशमा समस्या पर्दाखेरि एकदम कन्ट्याक्ट गर्न खोज्छु तर उहाँहरूले खै समय दिन नसकेर हो कि के भएर हो उहाँहरूले आफ्नै देशमा भएको अप्ठ्याराका साथीहरू पालपालीहरूलाई पनि सहयोग गर्नलाई त्यति बढी चाहिँ चासो दिएको चाहिँ मैले पाएको छैन है एकदम सही कुरा भन्नु म पनि एउटा त्यस्तै किन अध्यक्ष संयोजक बनाउँछु त्यसपछि नबनाउँदा पनि उहाँसित एकदम राम्रो सम्बन्ध हुन्छ बनेको अर्को दिनबाट त मैले त रिक्वायरमेन्ट हुन्छ नि त यो गर्नुहोस् कमिटी बनाउनुहोस् त्यसपछि उहाँसित सम्पर्क हराउँछ उहाँ पनि डराउनुहुन्छ होइन अब म केही काम त देखाउनु पर्छ त्यो हिसाबले कामहरू अलिक कम भएको छन् नेटवर्किङमा के अनुभव छ त्यो काम गरौँला है हस् अब आज हामी यही साधारण सभाकै कुरामा केन्द्रित बनौँ बरु यसको लागि लगत्तै हामीले केही काम गरौँ हुन्छ अब म हाम्रो शिवजीले भने जस्तै थोरै हाम्रो पालपालीसँग काठमाडौँको पूर्व अध्यक्ष संस्थापक अध्यक्ष यज्ञ शर्माजीलाई थोरै भनाइराख्न त्यसपछि पालपालीसँग काठमाडौँको उपाध्यक्ष केशव आचार्यजीलाई आफ्नो केही राख्न चाहिँ भनिदिनु अनुरोध गर्छु र हामी यो छलफलकैमा छौँ हामी त्यसैमा अब लगभग हामी प्रेजेन्टेसनको पार्ट चाहिँ सक्यौँ
यज्ञ सर गर्दै जानुभयो। ए ओके। हाम्रो केशव आचार्यजीले केही पाल्पासँग काठमाडौँको इनपुट राख्नुहुन्छ भने राख्नु अनुरोध गर्छु। वरिष्ठ उपाध्यक्ष केशव आचार्य उहाँ पनि जानुभयो। त्यसो भए उहाँ जानुभयो, दुईजना जानुभयो जस्तो लाग्यो सुरुमा। मैले एउटा कुरा राख्न चाहे सुशील, केशव आचार्य त होइन, म केशव शर्मा हो। तर अघि सतीश दाइले अनि त्यसपछि के अरे महेश दाइले भन्नुभएको कुराहरू, जस्तै सुरुमा चाहिँ नेटवर्किङको सबभन्दा समस्या त्यहाँ भयो भन्नुभयो सतीश दाइले होइन। अर्को कुरा त्यो अब जस्तै उहाँले चाहिँ हुन त अब यो इन्टरनेसनल कमिटी ह्यान्डल गरिरहनु भएको छ। जस्तै अब इन्ट्रेस्टेड यो साह्रै यो कमिटी गठन गरेर यो मान्छेहरूलाई भन्नाले मान्छेले खास अब समय दिन गाह्रो भएर पनि होला होइन। अब कहिले काहीँ त्यो समस्याहरू हुँदै जान्छ। अब त्यो खास नेटवर्कको पाटो त हामी अगाडि बढाउँदै लानु पर्यो। र अर्को कुरा जस्तै विभिन्न देशमा जस्तै अब डिफ्रेन्ट कमिटीहरू छन् भने ल तपाईँहरूको पनि के आइडिया छ त, ल तपाईँहरू त्यो गर्नुहुन्छ नि, हामीले पनि त्यसलाई सपोर्ट गर्छौँ। हामी त्यो हिसाबले पनि जाँदा राम्रो हुन्छ कि। र प्लस त्यसमा चाहिँ अर्को मैले पालपाली सङ्गम कमिटीलाई मैले के सल्लाह गर्छु भन्दाखेरि कमिटीहरू जेनरली आफैमा बिजी, अब धेरै कुराहरू ह्यान्डल गरिरहनु परेको हुन्छ। त्यो केसमा जस्तै कमिटीभित्रै कुनै पनि अरू कोही मान्छे ल तपाईँलाई चाहिँ पाल्पा सम्बन्धी कुनै प्रोजेक्टमा अथवा के गर्न मन छ, तपाईँलाई कुनै आइडिया छ र तपाईँ इफ यु आर इन्ट्रेस्टेड होइन, तपाईँले पनि त्यो लिड गर्न सक्नुहुन्छ भन्ने कुरा, त्यो पनि अलिकति ओपन राख्दा राम्रो हुन्छ है जस्तो लाग्छ मलाई चाहिँ। हो, मेक सेन्स। ओके, अब हामी चाहिँ लगभग सुशील भाइ ऊ हाम्रो अर्को एडभाइजर हुनुहुन्छ यादव खनाल, उहाँले केही भन्नुहुन्छ? हजुर यादव सर, यो ओपन जस्तै छ, यो कोअर्डिनेसन अलि यादव खनाल जी, अनि अरू कसैलाई पनि केही सुझाव छ भने दिनु होला है, ओपन डिस्कसन जस्तो। अब हामी लगभग प्रेजेन्टेसन सक्यौँ। अहिले मेरो खास त्यस्तो एकदमै भनिहाल्नुपर्ने त खास त केही छैन। एउटा चाहिँ वन विन्डोबाट जाने भनेर सतीशजीले भन्नुभयो, त्यो चाहिँ वास्तवमा राम्रो कुरा चाहिँ हो है। अब हरेक च्याप्टरबाट हरेक देशबाट यसरी यसरी जानुभन्दा एउटा विन्डोबाट गयो भनेदेखि चाहिँ सजिलो चाहिँ हुन्थ्यो होला। त्यो चाहिँ एउटा राम्रो पक्ष जस्तो लाग्यो मलाई। अर्को चाहिँ के हो भने अब अघि हाम्रो चाहिँ एकजना साथीले भन्नुभयो नि, पाल्पामा गएर त्यो चाहिँ हामीले त काम गर्न खोज्छौँ, महेशले नै भन्नुभयो। वास्तवमा त्यो महेशले भनेको कुरा एकदमै सही कुरा हो। त्यो कस्तो भने त्यहाँ धेरै चाहिँ तपाईँको एनजिओ आइएनजिओहरूले काम गरेर हुन्छन्। हरेक मिटिङमा चाहिँ अब त्यहाँ अब भत्ता सत्ताको व्यवस्था हुन्छ। त्यो कारणले चाहिँ अब हामीले काम गर्न चाहिँ अलिक एकदमै गाह्रो चाहिँ छ। अब उहाँहरूले पाल्पाबाटै कुनै कुराहरू ल है हामीलाई यस्तो गर्दै हुन्थ्यो, पाल्पाले सङ्गम छ र हामीलाई यस्तो गर्दै हुन्थ्यो भन्ने खालको भइदिएर कुनै प्रोजेक्ट ल्याउनु भयो भनेदेखि चाहिँ निकै सजिलो हुन्थ्यो। त्यो गर्नलाई चाहिँ त्यो अलि त्यो प्रोजेक्टको राम्रो गरी जान्थ्यो पनि होला होइन। तपाईँहरूलाई के चाहिएको छ, हामी के गरिदिने हो भनेर जाँदाखेरि चाहिँ त्यो कार्यक्रम जुन चाहिँ प्रोग्राम हो त्यो प्रोग्राम चाहिँ हुनलाई अलिक गाह्रै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यही भएर पनि यो काम गर्न नसकिएको हो कि जति चाहिँ मैले आफूले सोचिरहेको हुन्थ्यो कि पाल्पाले सङ्गमले केही गर्छ है भन्ने खालको चाहिँ जुन हुन्थ्यो। अब त्यो पहिले एकपटक चाहिँ हामीले कुरा गऱ्यौँ, ल हस्पिटललाई चाहिँ यस्तो खालको चाहिँ इक्विपमेन्ट चाहियो अरे, त्यहाँ पठाइदिउँ ल भनेर पठाउँदाखेरि चाहिँ त्यो इक्विपमेन्ट त्यही हस्पिटलमा थन्किएर बसिरहेको छ कि त्यसले चाहिँ त्यो चलाउने मान्छे नै छैन क्या। त्यसलाई चाहिँ इनिसिएटिभ पछि लिँदैन त्यो हस्पिटलमा थन्किएर बस्छ, काम हुँदैन कि। हो त्यस्तो खालको प्रोजेक्टले चाहिँ त्यस्तो खालको हुन्छ त्यो चाहिँ खास त। त्यस्तो खालको प्रोजेक्ट हामीले यहाँबाट ल अब अहिले चाहिँ वाटर फिल्ट्रेसनका कुराहरू गरियो, पठाइएको छ, जडान भएको छ, कतिको युज हुन्छ, कहिलेसम्म हुन्छ होइन। अब त्यसलाई चाहिँ कन्टिन्यू रनिङ हुन्छ कि हुँदैन, अब त्यो संस्थाले गर्छ कि गर्दैन भन्ने कुरामा चाहिँ सोच्नै पर्ने खालको देख्छु मैले चाहिँ। अनि अर्को चाहिँ तपाईँको अब हामीले गर्ने कुन सेक्टरमा कसरी काम गर्ने भनेर अहिले यो मिटिङमा चाहिँ मैले त्यस्तो चाहिँ खासै केही चाहिँ देखाएको छैन। अब केही गर्न सकियो भने मैले आफूले के सोचिरहेको भने पाल्पामा अब एउटा बुढाबुढीहरूको लागि चाहिँ वेल केयर होम जस्तो चाहिँ बनाऊँ, कसरी चाहिँ गर्न सकिएला भन्ने चाहिँ मलाई अलिकति भित्र मनमा चाहिँ लागिरहेको र कसरी यो पाल्पाली सङ्गमले चाहिँ यसलाई टुङ्गो पुर्याउला भन्ने चाहिँ मेरो आफ्नो एउटा चाहिँ सानो जिज्ञासा चाहिँ छ होइन। त्यसमा चाहिँ अब मैले पनि हार्डली के गर्न सक्छु, म एकदमै भित्रदेखि नै
म चाहिँ इन्ट्रेस्टेड पनि छु त्यसमा चाहिँ होइन म के गर्न सक्छु मेरो आफ्नो व्यक्तिगत तर्फबाट म कसरी चाहिँ त्यसलाई इम्प्लिमेन्ट गर्न सक्छु र चाहिँ सहयोगी बन्न सक्छु भन्नेमा चाहिँ मलाई एउटा सानो मेरो आफ्नो इन्ट्रेस्टको कुरा चाहिँ हो त्यो र केही गर्न सकिन्छ भने अब आज त यो मिटिङबाट के गर्न सकिएला र होइन तर चाहिँ एउटा एजेन्डाको रूपमा चाहिँ अगाडि लान सकियो भने हुन्थ्यो भन्ने चाहिँ मेरो एउटा सानो चाहिँ अब सुझाव भन्ने कि यसलाई चाहिँ मेरो आफ्नो इन्ट्रेस्ट छ यसलाई चाहिँ के कसरी अगाडि बढाउन सकिन्छ भन्ने मात्रै हो मैले त्यो हजुरले भनेको चाहिँ टिपेको छु थ्याङ्क यू अब यसपछि भर्खर दाइले भन्नु कुरा मैले थोरै जस्तो 5 सेकेन्ड एउटा एड गर्न चाहे जस्तै हाम्रो एप्रोचहरू अब कति केसहरूमा फाइनेन्सियल भएको छ धेरै केस र मलाई चाहिँ सबभन्दा के लाग्छ भन्दाखेरि पालपाली सङ्गमको एज अ होल टिमको एप्रोच चाहिँ के हुनुपर्छ जस्तो लाग्छ एउटा इन्फर्मेटिभ र एवारनेस होइन र त्यसपछि अर्को चाहिँ एवार्ड जस्तै यदि इफ समन हेज डन ग्रेट जब त्यो एवार्ड बेस त्यो एप्रोच लियो भने अब जेनरली फन्डिङ बेस भन्दा पनि त्यो बेसमा चाहिँ हामीले चाहिँ कुन एप्रोचमा अलिकति सक्सेसफुल हुन सकिन्छ त्यो चाहिँ अलिकति इफेक्टिभ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ मैले थोरै राखेँ है त अनि हाम्रो यादव खनाल सरले भनेको कुरा 4-5 वर्ष अगाडि मैले प्रपोजलै देखेर मसँग पुरै डिटेल प्लानिङ भनौँ न आर्किटेक्चरल प्लानदेखि डिटेलमा त्यो वृद्धवृद्ध होम राख्ने भनेर मैले जग्गा हेर्नको लागि मसँग प्रपोजलै छ कि डिटेल्स पिक्चर सहितको 4-5 वर्षदेखि त्यहाँ ल्यान्ड त्यहाँको रिक्वायरमेन्ट खोज्नलाई पठाएको थिएँ तर अनसक्सेस भएर मेरो त्यो फाइल एक हिसाबले पेन्डिङमा छ त्यो इट्स 5 इयर्स मैले 1 to 1 सेयर गरौँला अघि श्याम दाइले भनेको कुरामा आएँ मैले युनिभर्सिटीको कुरा यो खोजेको कुरा एकदमै त्यो त्रिभुवन बौमिक क्याम्पस र रामपुर क्याम्पसको क्याम्पस चिफहरूसँगै 1 to 1 मैले कुरा गरेको थिएँ कि हाम्रो एक्सपर्टिज चाहिँ तपाईँहरूले पिएचडीलाई रिसर्चको लागि हामीले के रिसोर्स दिनुपर्छ त्यसलाई चाहिँ हामी वी आर रेडी टु हेल्प भनेर त्यो कुरा गरेको थिएँ तर डिटेलमा उहाँहरूले तपाईँहरूले फ्याकल्टी वाइज कुरा गर्नुहोस् हामीले के सहयोग पुर्याउन सक्छौँ हामीले त्यसलाई चाहिँ रिसोर्स जुटाउने काम एउटा लिङ्कको काम गर्न सक्छौँ भनेको तर उहाँहरूबाट कहिले पनि आउँदै आएन सम्झै दुःखको कुरा हामीले वी ह्याभ म चाहिँ हुँदाखेरि ट्राई गरेको हो मैले 1 to 1 दुइटै क्याम्पस चिफलाई चिनेको हुनाले पनि मैले एप्रोच गरेको थिएँ हस्पिटलमा अघि कसले भनेको थियो कोभिडमा दिएको हाम्रो 20-25वटा चाहिँ त्यो इन्क्युबेटरहरू कहाँ छ भनेर म आफै गएर फिजिकल्ली खोज्दाखेरि खोज्नै गाह्रो छ स्टोरमा कता थन्किया छ भन्ने हालत के एकदम यो बडा स्याड न्युज मैले सेयर गरेँ तर अघि केशवले भनेको कुरामा नै म एग्रिड छु मेरो अनुभवले पनि अब हामीले जे गर्न सकिन्छ नि त्यो नै हामीले गर्ने हो उताबाट हेल्प भनेको एकदम आश गर्नुपर्छ तर भर पर्नु हुँदैन तर वाट एभर वी क्यान डु वाट एभर आई क्यान डु भन्नुपर्छ कि मैले के गर्न सक्छु भन्ने कुरा गरियो भने सङ्गठन चाहिँ अगाडि बढ्छ मेरो पार्टबाट मेरो स्पेसिफिकबाट मैले यो काम गर्छु तपाईँले हेल्प गर्नुहोस् भनेर आफैले प्रोजेक्ट बनाएर अनि त्यसपछि टिममा ल्याइयो भनेदेखि त्यो सक्सेस हुन्छ होइन अब अर्को सङ्गठनले अर्को व्यक्ति भनेको व्यक्ति मिलेर सङ्गठन बन्ने हो र पाल्पाको भन्दाखेरि एकदम सेकेन्डरीलाई आश गर्दाखेरि त्यो एक्जिक्युट गर्न चाहिँ गाह्रो छ त्यसैले प्रपोजल चाहिँ आफैले ल्याएर आफैले गर्ने हो अनि अन्तर्राष्ट्रिय अघि सतीशले भनेको कुरा एकदमै राम्रो कुरा मैले 1 to 1 हाम्रो अन्तर्राष्ट्रिय फोरम बनाएर प्रेसिडेन्टलाई ल्याएर कुरा गरेको छु तर अघि हाम्रो दिनेशले भने चाहिँ पछि उहाँहरू डिसेपियर हुनुभयो अघि सतीशले भने चाहिँ सबै हराउनु भयो एउटा कतारले के गरेको थियो भने फर एउटा इक्जाम्पल दिन्छु हरेक विद्यालयमा पाल्पाको लगभग 55-60वटामा फन्ड एउटा चाहिँ गरेको रहेछ स्कुलहरूमा चाहिँ गरिब जेनदार विद्यार्थीलाई दिने 50-60 हजारको फन्ड क्रिएट गरेको रहेछ अनि मैले भने त्यो फन्ड कसरी प्रयोग भएको छ कहाँ भएको छ ठिकै छ नि त त्यसलाई चाहिँ फर्दर हामीले सँगै मिलेर गरौँ भनेर प्रेसिडेन्टसँग म 2-3 राउन्डमा कुरा गरेँ तर त्यहाँको फन्ड कहाँ भएको छ भन्ने कुरा कतारको प्रेसिडेन्टलाई उहाँलाई थाहै छैन दिनुभयो तर त्यसको चाहिँ युटिलाइजेसन कहाँ छ भन्ने कुरो उहाँहरूलाई नै थाहा छैन कि अब त्यो अवस्था चाहिँ हामीले त्यो कोअर्डिनेसन गर्न अन्तर्राष्ट्रिय रूपमा प्रेसिडेन्टहरूको जो छ नि र त्यसको कोअर्डिनेसनको कुरालाई मेरो अनुभवमा के हो भने द राइट पर्सन टु डु इट काठमाडौँको पाल्पाली सङ्गम होइन काठमाडौँमा बसेको उहाँहरूले नै यो काम उहाँहरू प्रतिनिधि एक हिसाबले आउनुपर्ने थियो आएर सायद केशवजीको
आएर जानुभएछ। तर उहाँहरूले यो एप्रोप्रिएट मान्छे के हो भने काठमाडौँमा बसेको साथीहरूले गरिदिनु भयो भने यो इन्टरनेसनल कोअर्डिनेसन एकदमै राम्रो उपयुक्त चाहिँ त्यहाँनिर हुन्थ्यो। त्यहाँनिरबाट हुन पटक्कै सकेन। अब यो कार्यकालमा पनि अब विष्णुजी हुनुहुन्थ्यो, अगाडि पदमजी बरु अलि एक्टिभ हुनुहुन्थ्यो जस्तो लाग्छ, अलि कार्यक्रमहरूमा आउनुहुन्थ्यो। यो पटक विष्णुजीको त सायद हामीले उपस्थिति न्यून नै देखियो। त्यसैले यो चाहिँ एकदमै दुःख लाग्दो कुरा छ कि मैले भने नि त जे हामीले गर्न सक्छौँ। अब यस्तै अघि हाम्रो केशव शर्माले भने हामीले मैले गर्न सक्ने कुरा मात्रै हामीले गर्न सक्छौँ। अरूको आश गरेर हामी कहीँ गाह्रो छ, एक्जिक्युट गर्न चाहिँ गाह्रो छ। ब्याक टु यु सुशील। दाइ मैले फाइनल मैले अझै फेरि एड गर्छु है, दाइले भनिहाल्नु। सबभन्दा मैले मैले फाइनल मोड राख्छु, मैले त्यसपछि बोल्दैन। मलाई चाहिँ के लाग्छ भन्दाखेरि जो इन्ट्रेस्टेड छ एनीबडी इन पालपालीसँग, इफ समन वान्ट्स टु एक्जिक्युट एनिथिङ, इफ दे हेभ एनिथिङ, तिनीहरूले चाहिँ गर्न सक्छन्। र अर्को कुरा हामीले सकेसम्म फन्डिङ एप्रोच चाहिँ टोटली बन्द गरेर यो चाहिँ पुरस्कृत गर्ने हुन्छ नि, जुन एवार्डी यदि कुनै पनि मान्छे लिडरसिपमा छ नेपालमा, कुनै पनि एजेन्सीमा, स्कुलमा हुन्छ कि हेल्थ केयरमा हुन्छ, यदि उसले राम्रो गर्न सक्छ भने उसलाई चाहिँ एवार्ड बेस्ड एप्रोच चाहिँ इन्फर्मेसन चाहिँ गर्नै पर्यो, हामीले इन्फर्मेटिभ गर्नै पर्यो। तर एवार्ड बेस्ड एप्रोचलाई चाहिँ हामीले लिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। थ्याङ्क यू। यसमा चाहिँ मलाई थोरै कस्तो राख्नु मन लाग्यो भने यो सबै कुराहरू एकदमै राम्रो डिस्कसन भएको छ होइन। र अब यसमा मैले जस्तो म पाल्पामा के अरे काठमाडौँमा पनि मैले काम गरेँ, यता अहिले भन्नुभयो होइन। अब त्यहाँ के थियो भने काठमाडौँमा चाहिँ अब यज्ञदा एक खालको पिलर जस्तै होइन। अब यो 32 सालमा स्थापना भएको 50 वर्ष भइसक्यो यो पालपाली सङ्गम होइन। अब त्यहाँ चाहिँ काठमाडौँमा अब लाइक खालि एउटा पिकनिक गर्ने, त्यहाँको मान्छेहरूलाई यसो युनाइट गराउने खालको थियो। त्यति पाल्पामा त्यस्तो गर्ने भन्ने खालको त्यस्तो कुरा पनि त्यति थिएन होइन। अनि त्यसपछि नेपालमै पनि अब जस्तो पोखरा यता चितवनतिर कता कता यो सङ्गम खोल्यो, त्यो नेपालभित्रै पनि। र अनि बाहिर जब यो जुन बसाइ सराईहरू आयो होइन, अब यो जुन खोल्यो कता मैले सुरुमै भने पालपाली सङ्गम अनि अब सतीश यो सबैको सार एउटै छ होइन। हाम्रो पालपाली सङ्गम काठमाडौँबाट स्थापना भयो, अब नाम त्यही छ। अनि यता बाहिर अब इन्टरनेसनल अब सतीशजी पनि आउनुभयो होइन। अब कामहरू सम्भव अब कहीँ न कहीँ त्यो भएको छ होइन। यहीबाट पनि हामीले अब यो संस्था नखुल्दै, यो पालपाली नखुल्दै पनि हामीले केही न केही कामहरू गऱ्यौँ होइन। र यसमा अहिले सतीशजीले पनि भन्नुभयो एउटा हामीले होइन सबै मिलेर यत्रो पावर, यत्रो धेरै पालपालीहरू बाहिर छौँ, त्यो धेरै सक्सेसफुल होइन, धेरै अब रिसोर्सहरू यहाँ छ होइन। अब त्यस्तै राम्रो व्यवसाय गर्ने साथीहरू हुनुहुन्छ, बिजनेस व्यापार होइन। त्यसपछि गएर अब एकाडेमिक त्यस्तै राम्रो छ। अब एउटा मलाई के लाग्छ भने एउटा हामी सबै मिलेर होइन जति एक्टिभ छौँ होइन, एउटा काठमाडौँमा के अरे पाल्पामा एउटा हाम्रो अफिस केही इम्प्लोइ राखेर काम गऱ्यो भने हामीले अब त्यहाँ पनि फेरि धेरै संस्थाहरू छ, अब लायन्सदेखि लिएर विभिन्न खालको अब उहाँहरूसँग त्यहाँको अफिसियल त्यहाँ के अरे गभर्मेन्टको निकायहरूसँग मिलेर हामीले एउटा प्लान गरेर इन्टरनेसनल एउटा राम्रो स्ट्रङ खालको बडी बनायौँ भने त्यो मार्फत चाहिँ काम गर्न सकिन्छ भन्ने लाग्छ, एउटा पाटो। र अर्को पाटो के छ भने यो अब जति गरिरहेको छ एकदमै यो पनि धेरै ठुलो कुरा हो। अहिले नेपालमा 75-76 कति 77 जिल्ला छ, सायद यस्तो यो चासो राखेर गरेको सायदै होला यो 2-4वटा जिल्लामध्ये हामी होला जस्तो लाग्छ। त्यसले गर्दा जति भएको छ जति गऱ्यौँ होइन। जस्तो महेशजीले कति मजाले गर्नुभयो, उहाँले भित्रदेखि लाएर अब अहिले भन्छबाबु हुनुहुन्छ अध्यक्ष होइन, उहाँले पनि के गरौँ भन्ने भाव छ। यो एकदमै राम्रो भावना छ, जति गऱ्यौँ त्यसलाई एकदम थ्याङ्क यू दिनुपर्छ। अब हामीले बेटर गर्दै जाने हो। र आज पनि धेरै यो राम्रो डिस्कसहरू भयो होइन। आज फेरि यस्तो राम्रो फोरम बनाएर यसलाई कसरी लाने होइन, यो बारेमा हामीले अलिकति डिस्कस गर्नुपर्छ। अब यदि पालपाली सङ्गम काठमाडौँ अब त्यति एक्टिभ भएन भने हामीले अर्को मेकानिजम बनाउन सकिन्छ होइन, नयाँ नयाँ सोच्दै पनि जान सकिन्छ। र यसलाई छुट्टै फेरि के अरे डिस्कस गरौँला। र म यति भन्छु कि यो अलिकति यो सामाजिक यो उसमा चाहिँ एउटा के भन्छ प्यासन चाहिन्छ मान्छेलाई, त्यो भित्र भाव चाहिन्छ होइन। अब मैले यहाँ रक्तदान एउटा संस्थामा हामी स्टारदेखि 12-13 वर्षदेखि काम गरिरहेको छु। अब त्यो एउटा प्यासनले चल्छ संस्थाहरू। त्यस्तै म लाइन्समा मैले धेरै वर्षमा मैले काम गरेँ होइन। यो सेवाको जुन भाव छ त्यसले चाहिँ केही न केही एउटा सुधार परेको ठाउँमा हामी कामहरू गर्न सक्छौँ, सेवा पुर्याउन सक्छौँ होइन। म त्यही भएर जे गरौँ जति गऱ्यौँ त्यसलाई एकदम थ्याङ्क यू भन्न चाहन्छु। र यसलाई हामी फेरि छलफल गरौँ, धेरै राम्रो कुराहरू सुन्नु भयो।
यसलाई फेरि हामीले छुट्टै एउटा डिस्कस गरेर एउटा राम्रो मेकानिजम बनाऊ होइन उनीहरूले गरेनन् भन्दा पनि हामीले कसरी गर्ने भनेर हामी अगाडि बढौँ म यही कुरा राख्न चाहन्छु थ्याङ्क यू नमस्कार नमस्कार हस् नमस्ते नमस्ते नमस्कार हजुर म काठमाडौँबाट म हजुरहरूसँगै छु यहाँ प्राविधिक कारणले अलिअलि हजुरहरूसँग चाहिँ हजुर भन्नु कनेक्सन टुटे जस्तो लाग्यो मैले सबै साथीहरूको सुनेको छु सङ्गमले काठमाडौँमा नगरेको होइन अब विगत 32 सालमा दर्ता भएको संस्था हाम्रो चाहिँ लगभग 44-45 सालदेखि एक्टिभ नै छ अब यज्ञ दाई अब शिव दाईहरूको कुराबाट पनि यहाँहरूले जानकारी पाउनुभयो अहिले भएको चाहिँ के हो मलाई लागेको कुरा के हो भने अब हामी अहिलेको कार्य समिति अब अहिले चाहिँ अब इन्डिङ आवरमा छौँ सुनिया छ इन्डिङ आवरमा छौँ अब हामी अडिट गरेर छिट्टै नै एजिएमको लागि तयारीमा छौँ अब यो बिचमा हामीले गरेका कार्यहरू अब यहाँहरूसँग कनेक्सन हुन सकिएन अब कम्युनिकेसनमा भइएन अनि कोअर्डिनेसन गर्न सकिएन भन्ने कुरा यो 2-3टा काम हुँदाखेरि अब हामीसँग विष्णुजीसँग त मेबी कोअर्डिनेट भएको जस्तो लाग्छ मलाई अब म चाहिँ यो हजुरहरूसँगको चाहिँ फर्स्ट मिटिङमा भएँ तर कन्टिन्यू सङ्गममा म पनि छु धेरै अब सङ्गमको इतिहास अब यज्ञ दाई भन्दा धेरै अगाडिका अध्यक्षज्यूहरूसँग पनि मैले 5-7 पटकै कार्य समितिमा बसेर काम गरेको मान्छे हो अब यहाँहरूको यो इनिसिएसन जुन छ त्यो चाहिँ एकदमै एप्रिसिएबल छ अब हामीले यहाँलाई कसरी सहयोग गर्न सक्छौँ अब अघि महेश दाईले भनेको अनि त्यसपछि हाम्रो सतीशजीले भनेको कुराहरू चाहिँ त्यो हाम्रो पाल्पामा हामीले पनि भोगेको कुराहरू छ त्यो कतिपय चाहिँ एकदमै प्र्याक्टिकल कुराहरू उहाँहरूले गर्नुभएको छ तथापि अब हामी यो भोलिन्टियरली सोसल वर्क गर्छौँ भनेर लागेका मान्छेले एउटा सानो तिनो कुराहरू नेगेटिभ जाँदैमा त्यसलाई चाहिँ फुल स्टप गर्नुपर्छ भन्ने जस्तो मलाई लाग्दैन अब त्यसमा पनि अब यहाँहरू उहाँ बसेर जिल्लाको लागि आफ्नो जन्मठाउँको लागि जन्मथलोको लागि जति पनि गर्न खोज्नु भएको छ त्यसको लागि चाहिँ अब काठमाडौँमा रहेर पाल्पाली सङ्गमको प्रतिनिधिको रूपमा यहाँहरूसँग कुरा गर्दाखेरि हामीले यो बिचमा हजुरहरूलाई दिन नसकेका इन्फर्मेसनहरू र गर्न नसकेका सहयोगहरूको लागि मैले चाहिँ सरी भन्छु पटक्कै सङ्गमले केही पनि गरेको छैन भन्ने कुरा चाहिँ होइन हजुरहरूले दिएको त कोभिडका कन्सन्ट्रेटरहरू पनि हामीले यहाँ कोभिडकै बिचमा पनि कलेक्सन गरेर पाल्पासम्म पुर्याएको अब हस्पिटलमा कसरी म्यानेज गर्नुभएको छ त्यो अब्जर्भेसनको लागि हामीले गरेनौँ किनभने अब त्यतिखेर चाहिँ हस्पिटलहरू बेनिफिट लिए अब हाम्रो पाल्पाली जनताहरूले चाहिँ बेनिफिट पाउनुभयो त्यसमा चाहिँ हामीले हजुरहरूप्रति कृतज्ञ भयौँ अब हामी सबै पाल्पालीहरू हौँ अब काम गर्ने सन्दर्भमा कमी कमजोरीहरू हुन्छ यसलाई चाहिँ करेक्सन गर्दै जाने हो सोसल वर्कलाई अब यत्रो इनिसिएसन लिनुभएको छ हजुरहरू पाल्पा छोडेको वर्षौँ भयो र पनि पाल्पाको लागि यत्रो चाहिँ माया ममता स्नेह छ गर्न खोज्नु भएको छ त्यसको लागि अब पाल्पाली सङ्गमले काठमाडौँबाट के गर्नुपर्छ त्यसको लागि अब यो आजको यो एनुअल मिटिङ भन्दा बाहिर रहेर पनि हामी इनिसियल रूपमा पनि छलफल गरौँ त्यसको लागि अब विष्णुजी अहिले बाहिर हुनुहुन्छ अब हामी यहाँ छौँ अरू कार्य समितिका साथीहरू छौँ महासचिवज्यू हुनुहुन्छ हामी अरू 2जना उपाध्यक्ष पनि हुनुहुन्छ म सिनियर उपाध्यक्ष हो यसमा छलफल गरेर अगाडि बढौँ यसमा चाहिँ अब अहिलेसम्म भएका कमी कमजोरीहरूलाई यसो भयो यो भयो अब त्यो चाहिँ नगरौँ भन्ने भन्दा पनि अब कसरी गर्ने भन्ने सन्दर्भमा जाउँ जस्तो लाग्छ मलाई यहाँहरूसँग यही अनुरोध गर्दै यस्ता कामहरूलाई अगाडि बढाउँ भन्ने पनि अनुरोध गर्न चाहन्छु हस् थ्याङ्क यू हस् मैले हजुरसँग हामी फेरि त्यो छुट्टै छलफल गर्नेछौँ हजुरले भनेको इनपुट एकदम राम्रो लाग्यो हजुरको इमेल पनि गरिदिनु है त विष्णुजीको त भयो यो हजुरको इमेल टेक्स्ट गरिदिनु भयो भने मैले तपाईँलाई त्यो लुपमा राख्थेँ अनि धेरैजना त्यहाँबाट कनेक्सन जीवन भण्डारी हाम्रो यस्तो छ जीवनजी हुनुहुन्छ होला विष्णुजी हुनुहुन्छ होइन हाम्रो पाल्पाली सङ्गमकै इमेल छ नि त हजुर त्यसलाई चाहिँ त्यो ग्रुपमा राखेको छ त्यो हजुरको पनि दिनुभयो नि ए हुन्छ 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 त्यो अनि अब लगभग त्यहाँ हजुरहरू अब कमिटीमा भएका साथीहरू त लगभग हजुर हामी एकदमै जोडिन सकिने नजिकै पेरिफेरीका मान्छे नै छौँ यसलाई चाहिँ अब अगाडि नै बढाउनुपर्छ हस् थ्याङ्क यू हुन्छ थ्याङ्क यू अहिले म बिदा हजुरलाई नेपालमा गुड नाइट अब राति पनि भयो हजुर थ्याङ्क यू हेभ अ नाइस टाइम
अनि अब हामी सुशील लगभग भाइ कन्क्लुजनमा पुग्यौँ। अब आजको यो हाम्रो प्रतिवेदन दुइटै यो एपोइन्टमेन्टको यो पार्ट पढिरहँ। प्रतिवेदन फाइनेन्सियल र यो हाम्रो जुन वार्षिक प्रतिवेदन यसमा केही क्वेसन छैन भने यसलाई एप्रुभ यो विधि यो फर्मल रूपमा एप्रुभ अथवा केही क्वेसन। हाम्रो निकेशजी पनि हुनुहुन्छ यहाँ टेक्सासबाट। अनि निकेशजी सबै उहाँहरू पनि केही इनपुट छ भने मधुसूदनजी पनि हुनुहुन्छ है नेपाल हाम्रो निकेश भाइ चाहिँ हाम्रो एनआरएन यो एनआरएन टेक्सासको प्रेसिडेन्ट पनि टेक्सासको हुनुहुन्छ अध्यक्ष पनि होइन। हुनुहुन्छ। अलिकति यो एनआरएन र यो पालपाली सङ्घको बारेमा पनि केही कुराहरू छ भने राखिदिनु। अनि राखिदिनु होला निकेश भाइ। अब हाम्रो टाइम पनि उहाँलाई नमस्कार। म ढिला जोडी, म भर्खरै 5 मिनट हो सुनिरहेको छु। अब पालपाली सङ्गमलाई पर्ने एनआरएनको तर्फबाट सबै सहयोग हुन्छ। तपाईँहरू ल्याएको एप्रोच एनआरएनले यो गर्नु पर्यो भन्नुहुन्छ भने म जे गर्न पनि एनआरएनको तर्फबाट रेडी छु। त्यही नै भने, अरू कुरा म के भइरहेको थियो सुन्दैछु है। हाम्रो टङ्कजी पनि जोडे जस्तो लाग्थ्यो मलाई। टङ्कजी टङ्क अधिकारी टङ्कजी पनि परिचय सहित केही कुरा राख्नुहुन्छ कि? टङ्कजी जानुभयो जस्तो फेरि बिचमा गइसक्नु भयो। मधुसूदनजी हुनुहुन्छ उहाँ पनि जानुभयो। आफ्नो परिचय सहित केही कुरा छोटो राखिदिनु न। उहाँ पनि जानुभएछ फेरि। ल ठिकै छ त्यसमा नि हुन्छ। अब हामी यो आजको प्रतिवेदन केही छैन भने त्यसलाई म त्यसको एप्रुभलको लागि चाहिँ प्रस्ताव राख्छु। अब त्यसमा क्वेसन छैन भने हुन्छ। केही पनि आएन भने प्रस्ताव पारित भयो भन्ने बुझ्ने त होला। ओके, केही पनि आएन प्रस्ताव। यो चाहिँ स्लाइड हामीले सबै मेम्बरहरूलाई पठाउनेछौँ। त्यसपछि रेकर्डेड पनि छ, त्यो पनि छ। अब यसपछि अब हाम्रो कुराहरू त धेरै छ। हामीले यो मैले बुदाएर टिपेको पनि छु, माइनोटमा पनि पठाउँछु। केही माइनोट छुट्यो भने जानकारी दिनु होला। र अब हाम्रो यो आजको कार्यक्रम यो वार्षिक प्रतिवेदन प्रस्तुत र वार्षिक पालपाली सङ्घ अमेरिकाको वार्षिक कार्यक्रमको यो अध्यक्षता गर्नुहुने हाम्रो अध्यक्ष धर्म आचार्यज्यूलाई आफ्नो भनाइसहित कन्क्लुड गरिदिनु हुन अनुरोध गर्दछु। हजुर, थ्याङ्क यू हजुर। सबै एकदम एक्टिभली पार्टिसिपेसन गर्नुभएकोमा र कमेन्ट्स र सजेसनहरू दिनुभएकोमा त्यो सबै हामीले चाहिँ नोट गरेर फेरि फलोअप गर्नेछौँ। त मैले पनि यसो सुन्दाखेरि जुन 2-4जनाले भन्नुभयो, आफूले लागेर यो ठिक हुन्छ जस्तो लागेको छ र आफूसँग प्यासन छ भने चाहिँ अगाडि बढ्दा नै ठिक होला। अब महेश भाइले पनि भनेअनुसार उताबाट चाहिँ त्यति रेस्पोन्स आएन भन्ने, अब त्यो पनि हो। तर यसो सुन्दाखेरि चाहिँ भलिन्टियर वर्क भने त्यस्तै हो। आफूलाई लागेको यसले हेल्प गर्छ भनेपछि अगाडि बढ्ने स्ट्राटेजी लिँदा पो ठिक हुने हो कि जस्तो लागिरहेछ। तर फेरि फर्दर डिस्कस गरौँला। आज नै धेरै त्यो बारेमा डिस्कस गर्न टाइम पनि छैन। अरू केही छैन। त्यसैले एगेन थ्याङ्क यू भेरी मच सबैलाई। फेरि अर्को हाम्रो मन्थली मिटिङमा फेरि डिस्कस गरौँला। थ्याङ्क यू। फिजिकल मिटिङको कुरा उठाएको थिएँ नि भन्नु हो। एकचोटि टेक्सासतिर त्यो गर्ने हो कि होइन? हाम्रो फिजिकल मिटिङको पनि कुरा त्यो हामीले रेडी छौँ। टेक्सास अब यदि तपाईँहरू डिसिजन गर्नुहुन्छ भने यहाँ हामी होस्ट गर्न रेडी छौँ होइन। हाम्रो टिम पनि राम्रो छ। यसो समय मिलाएर त्यो चाहिँ बेटर हुन्छ। त्यो मैले त्यो अहिले त्यहाँ हाम्रो फ्युचर इनिसिएटिभ्समा राखेको थिएँ। हुन्छ, म त्यो एकदम टिपेर भनेको छु। अब कसरी हुन्छ सबैलाई त्यसको बारेमा फेरि डिस्कस गरौँला। हस्, हुन्छ। सबैजनालाई अब अध्यक्षज्यूको अनुमतिले यो आजको यो कार्यक्रम चाहिँ यहीँ समाप्त भएको छ। सबैजनालाई अमेरिका हुनेलाई शुभ दिन। नेपालमा हुने दिनेशजी जानुभएको हुनुहुन्छ। सबैजनालाई शुभरात्रि यही भन्छ। थ्याङ्क यू। जोइन गर्न मन लाग्छ मलाई। एकचोटि यसो खबर पाउनु है। हस्, मैले त्यो पठाइरहेको हुन्छु। तर मैले हेरेर चाहिँ के यो जुन इन्टरनेसनल कमिटीको मिटिङ हुन्छ नि, ओके त्यसको चाहिँ अलि भएको छैन त्यो इन्टरनेसनल। तर हुन्छ ल, त्यो अबको मिटिङमा चाहिँ मलाई एकचोटि जोइन गर्न मन लाग्छ। म त्यो सबैलाई पठाउँछु। हुन्छ है त ल। हस् ल, थ्याङ्क यू। हस् ल, थ्याङ्क यू सबैलाई। ल अब
म पनि बिदा भएँ है त सबैजना बिदा भयो थ्याङ्क यू हस् नमस्कार सबैजनालाई नमस्ते नमस्ते नमस्कार नमस्कार आउट गरिदिनु कस्तो